ओके सबैजना नमस्ते। के छ सबैजना सन्चै हुनुहुन्छ कि त सबैजना आरामै हुनुहुन्छ नि है? हजुर नमस्ते सर भन्नुभएको छ। हजुर नमस्ते नमस्ते सबैजना नमस्ते। ओके हामी चाहिँ सदा चाहिँ आज पनि फेरि ज्ञानार्जन केन्द्रको लाइभ क्लासमा उपस्थित भइसकेका छौँ र हामी अब केही छिनमा चाहिँ क्लासलाई चाहिँ हामी कन्टिन्यू अगाडि बढाउने नै छौँ। जति पनि साथीहरू हुन्छ हामी क्लास सुरु गर्नुभन्दा नि पहिले चाहिँ सबैजनाले चाहिँ डबल ट्याप गरेर साथ पनि दिनु होला र हामी एकैछिनमा हामी क्लासलाई चाहिँ अगाडि पनि बढाउनेछौँ। ल सबैजनाले चाहिँ डबल ट्याप पनि गरिदिनुहोस् है त। ओके ल साथीहरू सबैजना डबल ट्याप पनि गर्नुहोस् र लाइभ सेयर पनि गर्नु होला ताकि तपाईँहरू जस्तै साथीहरू अरू साथीहरूले पनि चाहिँ जुन निःशुल्क रूपमा चाहिँ कोरियन भाषा सिक्न पाउने मौका मिलोस् सबैजनालाई। ल सबैजनाले डबल ट्याप र प्लस अनि सेयर पनि लाइभ सेयर पनि गर्नु होला र हामी अब एकैछिनमा क्लासलाई चाहिँ अगाडि बढाउनेछौँ। अब समय पनि धेरै छैन र आज हामी चाहिँ लिसनिङ प्र्याक्टिस पनि गर्नेछौँ है। हामीले चाहिँ थोरै कुरा पढ्नेछौँ र पढेर हामी लिसनिङ पनि प्र्याक्टिस गर्नेछौँ र सबैजना जोड्नु होला। आज लिसनिङ सम्बन्धी पनि हामीले हेर्नेछौँ। जति पनि साथीहरू हुन्छ हाम्रो लिसनिङ कुराहरू हेरेको छैनौँ लिसनिङ पनि हेर्नेछौँ हामी। बेसिक 0 लेभलदेखि चाहिँ हामीले चाहिँ होइन प्र्याक्टिस गर्नुपर्ने कुरा के रहेछ त्यो लिसनिङ पनि हामीले चाहिँ आज प्र्याक्टिस गर्नेछौँ है त।
ल ओके सबैजना लाइभ सेयर पनि गरिहाल्नुहोस् ल। ओके अब हामी चाहिँ आज पढ्छौँ है। आज पढ्नुपर्ने कुरा के छ हामी हेर्नेछौँ ल। ओके सबैजना एकछिन चाहिँ सबैजना लाइभ सेयर गरिदिनुहोस्। हामी अब एकछिनमा क्लास सुरु गर्छौँ है त ल। सबैजना डबल ट्याप लाइभ सेयर पनि गर्नुहोस्, आफ्नो साथीहरूलाई लाइभ सेयर पनि गरिदिनु होला है। र ओके अब हामी चाहिँ क्लासलाई कन्टिन्यू अगाडि बढाउँछौँ। ओके आज चाहिँ हाम्रो डे 7 है। आज हाम्रो डे 7 हाम्रो ठ्याक्कै 1 हप्ता चाहिँ भयो है क्लास सुरु भएको। हाम्रो 1 हप्ता भयो र 1 हप्तामा चाहिँ हाम्रो धेरै साथीहरूले चाहिँ होइन प्र्याक्टिस गर्नुभयो, धेरै कुराहरू सिक्नुभयो। र आज पनि हामीले चाहिँ जुन हिजो पढेकै कुराहरू छ होइन त्यो कुराहरू फेरि हामीले हेर्नेछौँ आज। आज चाहिँ हामीले पढ्नुपर्ने फाक्षिमकै नियम छ र हामीले एकल अन्तिम व्यञ्जनको नियम है। र हामीले चाहिँ एकल फाक्षिमको बारेमै हामीले पढ्नेछौँ र यसमा हामीले चाहिँ 4 नम्बर नियमसम्म चाहिँ हामीले पढिसकेका थियौँ हो। र हामीले चाहिँ आज अर्को नियम पढ्नेछौँ र 2वटा अस्ति पढ्यौँ, 2वटा हिजो पढ्यौँ। आज चाहिँ हामीले कतिवटा पढ्न सक्छौँ होइन। र यसो प्र्याक्टिस गर्दै जाँदाखेरि चाहिँ हामीले 1.5 घन्टाको समयमा चाहिँ फेरि चाहिँ हामी आज एक्स्ट्रा मिनिङहरू प्लस नियमहरू चाहिँ पढ्नेछौँ सबैजना है। थादुरी, हेरबन्दुरी, छिपचुङ्ने के छ फसियो सबैजनाले चाहिँ ध्यान केन्द्रित भएर हेर्नुहोस् है त। छा सिजा गाप्सिदा हामी सुरु गरौँ है त। ओके मैले हिजोको यसलाई चाहिँ मेटाएँ मैले र कसैले चाहिँ अब यो तपाईँ आज पहिलो दिन हो भने हेर्नु चाहिँ तपाईँलाई चाहिँ मिनिङहरू चाहिँ होइन केही कुराहरू आउँदैन भने स्क्रिनसट गरेर राखेको भए चाहिँ अझै राम्रो हुन्थ्यो। ओके ल यसलाई मैले चाहिँ मेटाइहालेँ। हामीले चाहिँ हिजो 4 नम्बरमा पढेको थियौँ र तल फाक्षिम आयो भने र शब्द र अक्षर तल शब्दको मुनि झुन्डेर आयो भने के उच्चारण गर्ने भनेर पढेको थियौँ। ल भन्नुहोस् त साथीहरू, र तल फाक्षिममा झुन्डेर आयो भने के उच्चारण गर्ने रे? रलाई चाहिँ हामीले तल शब्दको मुनि झुन्डेर आयो भने त्यसलाई के उच्चारण गर्ने? ल एकचोटि सबैजनाले भन्नुहोस् त ल। ओके ल सबैजनाले चाहिँ मेसेज गर्नुहोस् त ल। म एकछिनमा कमेन्ट अप पनि गर्नेछु। र अक्षर तल फाक्षिममा आयो भने के उच्चारण गर्ने ल भन्नुहोस् त। हामीले यसलाई के भनेर पढेको थियौँ? र भनेर पढेको थियौँ। तर यो र अक्षर तल झुन्डेर आयो भने के उच्चारण गर्ने अरे? ल सबैजनाले बटाबट छ है फास्ट। ल सबैजनाले चाहिँ कमेन्ट गरिहाल्नुहोस् त के गर्ने? ल गर्ने है त। ओके ठिक छ। त्यसै गरी यो ग अक्षर हो। यो ग अक्षर तल फाक्षिममा आयो भने के उच्चारण गर्ने ल भन्नुहोस् त। ग अक्षर फाक्षिममा आयो भने के उच्चारण गर्ने भन्नुहोस् त सबैजनाले। ल भनिहाल्नुहोस् है फटाफट। ल पहिले चाहिँ हामीले पहिलो पढेको कुरालाई चाहिँ यसो सर चाहिँ हेर्छौँ है त। के उच्चारण गर्ने? गलाई चाहिँ के उच्चारण गर्ने अरे? क उच्चारण गर्ने। त्यसै गरी चाहिँ यो के हो? न हो। न अक्षर तल फाक्षिममा आयो भने के उच्चारण गर्ने भन्नुहोस् त। न अक्षर फाक्षिममा आयो भने के उच्चारण गर्ने भन्नुहोस् त। ओके ल त्यसै गरी चाहिँ यहाँनिर अर्को छ। यसलाई चाहिँ हामीले के भनेर पढ्यौँ? ल अब यो ख हो। यो ख अक्षर चाहिँ तल शब्द वा अक्षरको मुनि तल फाक्षिममा आयो भने चाहिँ हामीले के उच्चारण गर्छौँ ल भन्नुहोस् त। ओके यसलाई चाहिँ हामीले फाक्षिममा आयो भने के उच्चारण गर्छौँ भन्नुहोस् त। के उच्चारण गर्ने? यो ख हो। यो ख अक्षर तल शब्द वा अक्षरको तल झुन्डेर आयो भने के उच्चारण गर्ने? क नै उच्चारण गर्ने है। ओके अनि यो म छ। यो म अक्षर शब्द वा अक्षरको तल झुन्डेर आयो भने के उच्चारण गर्ने अरे?
म अक्षर तल शब्द वा अक्षरको तल फाक्षिममा भनौँ न होइन, फाक्षिममा झुन्डेर आयो भने के उच्चारण गर्ने? मलाई हामीले के उच्चारण गर्छौँ? मलाई म नै भन्छौँ है। ल यसमा चाहिँ तपाईँलाई समस्या भएन। अब चाहिँ हामी चाहिँ आज हेर्नुपर्ने कुरा चाहिँ प्र्याक्टिस गर्नुपर्ने कुरा चाहिँ हामी हेर्नेछौँ आज। ओके, आज चाहिँ हामीले नियम नम्बर कति 5 नम्बरमा, ओके नियम नम्बर 5 नम्बरमा चाहिँ हामीले आज ब र फ हेर्छौँ है। ल यसलाई हामीले के भनेर पढेको थियौँ? ब भनेर पढेको थियौँ भने त्यसै गरी यसलाई चाहिँ हामीले के भनेर पढेको थियौँ? फ भनेर पढेको थियौँ है त। ल यसलाई हामीले के भनेर पढेको थियौँ? ब भनेर, अनि यसलाई चाहिँ हामीले के भनेर पढ्यौँ? फ भनेर पढ्यौँ है त। ल अब यो ब र फ चाहिँ शब्द वा अक्षरको शब्दको मुनि तल फाक्षिममा झुन्डिएर आयो भने चाहिँ हामीले दुवैको उच्चारण के गर्नुपर्ने हुन्छ? प गर्नुपर्ने हुन्छ है। ल यहाँनिर चाहिँ तपाईँ के झुकिनु भएन त भन्दाखेरि चाहिँ ब तल फाक्षिममा झुन्डेर आयो भने के हुन्छ? प नै हुने भयो। फ फाक्षिममा झुन्डेर आयो भने के हुने हो त? प नै उच्चारण गरिन्छ। तर फेरि हामीले उच्चारण चाहिँ गर्छौँ, तर फाक्षिममा आएको अक्षरलाई चाहिँ हामीले आधा उच्चारण गर्छौँ है। जहिले पनि अक्षर चाहिँ कन्सोनेन्ट साउन्ड र भोवेल साउन्ड मिलेर मिक्स भएर चाहिँ जोडिएर बनेको छ भने त्यो अक्षर पुरा हुन्छ। कन्सोनेन्ट साउन्ड मात्र एक्लै छ भने त्यो आधा अक्षर हुन्छ, र भोवेल साउन्ड मात्रै पनि एक्लै छ भने त्यो अक्षर के हुन्छ त? आधा हुन्छ है। यसरी बुझ्नु होला। हामीले आधा अक्षरलाई चाहिँ आधा उच्चारण गर्छ, सब उच्चारण छोटो उच्चारण गर्नुपर्छ। यो कुरा पनि तपाईँले बुझिसक्नु भएको छ। यहाँनिर हेर्नुहोस्, म फेरि पनि भने सबैजना चाहिँ ध्यान दिएर चाहिँ क्लासलाई चाहिँ कन्टिन्यू लिनु होला। आउने जाने चाहिँ नगर्नुहोस् है। क्लासमा चाहिँ आउने जाने नगर्नुहोस्, कन्टिन्यू क्लास लिनु होला। ओके, अब चाहिँ हामीले हेर्नुहोस् त फाक्षिमको नियम हामीले चाहिँ सुरुमा 1 नम्बरमा चाहिँ हामीले एकल अन्तिम व्यञ्जनको नियम है, यसको एकल अन्तिम व्यञ्जनको नियमको बारेमा हामीले पढ्दैछौँ। त्यसमा पनि हामीले नियम नम्बर कति 5 नम्बरमा पुगिसकेका छौँ हामी। 5 नम्बरमा चाहिँ के छ? यसलाई हामीले ब भनेर पढ्यौँ व्यञ्जन वर्ण पढ्दाखेरि। त्यसै गरी चाहिँ यसलाई चाहिँ हामीले के भनेर पढ्यौँ? फ भनेर पढेका थियौँ भने अब यो ब र फ चाहिँ शब्दको मुनि तल फाक्षिममा झुन्डिएर आयो भने हामीले के उच्चारण गर्छौँ अरे? प उच्चारण गर्छौँ भनेर चाहिँ हामीले आज यो पढ्दैछौँ। ओके, ठिक छ। त्यसो भए चाहिँ अब जस्तै उदाहरणमा लगाउँ। जस्तैलाई के भन्छ अरे कोरियनमा? जस्तैलाई के भन्छ अरे भन्नुहोस् त? फोगी भन्छ है। ल फोगी भन्छ। जस्तैलाई के भन्छ अरे? फोगी भन्छ। यो कुरा बुझ्नु होला है। ल के भन्छ? उदाहरण जस्तैलाई के भन्छ? फोगी भन्छ। जस्तै अब लिउँ है, हेर्नुहोस् त। ल हेर्नुहोस् है, यो के हो भन्नुहोस् है। तपाईँहरूले पनि भन्दै गर्नुहोस्, त्यहाँनिर चाहिँ मनमनै आफैले उच्चारण गर्नु होला। यसलाई के भन्ने? इ भन्ने। अब यहाँनिर ब र फ मध्येमा हामीले के राख्यौँ? बलाई चाहिँ हामीले फाक्षिममा राख्यौँ। ल हेर्नुहोस् त, अब हेर्नुहोस् चाहिँ बलाई चाहिँ हामीले फाक्षिममा राखेको छौँ। अब यो ब फाक्षिममा आयो भने के हुन्छ अरे? प। हेर्नुहोस् त, शब्द वा अक्षरको मुनि के आएको छ? ब आएको छ भने त्यस्तो अवस्थामा हामीले बलाई चाहिँ के उच्चारण गर्छौँ? प गर्छौँ हो। अब इ अनि ब चाहिँ फेरि तल फाक्षिममा हामीले के उच्चारण गर्नुपर्ने हुन्छ? आधा उच्चारण गर्नुपर्ने हुन्छ भने अब हामीले यसलाई के भन्नु पर्यो? इप भन्नु पर्यो है। यो मात्रै के थियो? यो मात्रै के थियो? इ थियो भने ब फाक्षिममा आयो भने के हुन्छ? प हुन्छ। अब हामीले यसलाई के भन्छौँ त? इप भन्छौँ। ल है, यसलाई चाहिँ हामीले अब के भन्छौँ त? इप भन्छौँ। यो इप भनेको के होला त? मुख है। इप भनेको मुख। त्यसैले अर्को छ, यो पनि के हो? इ नै भयो। त्यसै गरी फेरि अर्को, अहिले ब र फ मध्येमा फेरि हामीले चाहिँ फाक्षिममा के राख्छौँ? फ राखेको छौँ। फाक्षिममा के आएको छ? फ आएको छ। ब फाक्षिममा आयो भने पनि प नै हुने भयो। त्यसरी फ फाक्षिममा आए तापनि के नै हुने भयो त? प नै हुने भयो। अब इ तलको फलाई चाहिँ हामीले के उच्चारण गर्छौँ त? प। तर उच्चारण के? आधा उच्चारण गर्छौँ। अब हामीले यसलाई के भन्छौँ? इप है। यो पनि इप, यो पनि इप। यो इप भनेको चाहिँ के हो त फेरि? पात। यसमा चाहिँ छुट्याउनु होला है। ब फाक्षिममा भएको इप भनेको के हो? मुख हो। फ फाक्षिममा भएको इप चाहिँ के हो त? पात हो। ल यो दुईवटालाई चाहिँ यसरी तपाईँहरूले छुट्याएर पढ्नु होला है। ओके, अनि त्यसै गरी चाहिँ अर्को छ। अर्को के राख्नु त भन्दाखेरि ल हेर्नुहोस् है, अरू पनि मैले राखेँ। ल हेर्नुहोस् है, यो के हो भन्नुहोस् त? के हो? आ हो। अनि त्यसै गरी फ फाक्षिममा आयो। ल फ फाक्षिममा आयो भने के उच्चारण गर्छौँ हामीले? प उच्चारण गर्छौँ।
अब यसलाई हामीले के भन्नु पर्यो आप आफ होइन कि आप के भन्ने आप भनेको के हो त अगाडि आप भनेको के रहेछ अगाडि त्यसै गरी अर्को छ यसलाई हामीले के भन्नु पर्यो ल भन्नुहोस् त यसलाई के भन्नु पर्यो य अनि फेरि बरफ मध्येमा फेरि के आयो फ फाँचीमा आएको छ भने फलाई हामीले के उच्चारण गर्छौँ प उच्चारण गर्छौँ भने अब हामीले यसलाई के भन्नु पर्यो यप यप भनेको के हो त छेउ आप अगाडि यप छेउ इप मुख इप पात है त्यसै गरी अरू के राख्नु त भन्दाखेरि चाहिँ स प्लस उ के हुन्छ स प्लस उ सु फ फाँचीमा आयो फलाई प भन्ने है स प्लस उ सु फ फाँचीमा आयो के हुन्छ प हुन्छ अब हामीले के भन्नु पर्यो सुप सुप भनेको के हो त जङ्गल सुप भनेको के रहेछ जङ्गल है सुप भनेको के रहेछ जङ्गल रहेछ अब यहाँ तलतिर चाहिँ देखिँदैन मैले चाहिँ तपाईँलाई चाहिँ यहाँनिर चाहिँ कमेन्ट चाहिँ अफ गरेँ किनभने तपाईँलाई चाहिँ क्लियर देखिँदैन है त्यसको लागि चाहिँ तपाईँलाई चाहिँ मैले एकछिन सोध्ने कुराहरू पनि तपाईँलाई एकछिन म चाहिँ कमेन्ट पनि अन गर्नेछु पछि चाहिँ ल हेर्नुहोस् त ओके अब यस्तो सुप भनेको के रहेछ जङ्गल रहेछ है सँगसँगै मैले भन्दै गर्दाखेरि तपाईँले पनि के गर्नुहोस् त उच्चारण गर्नु होला है त ल त्यसै गरी अर्को छ है द प्लस आ के हुन्छ दा हुन्छ है तर यसलाई हामीले अहिले के भन्नु पर्यो थ भन्नु पर्यो द प्लस आ दा नभएर थ प्लस आ था भन्नु पर्यो किनभने द चाहिँ शब्दको सुरुमा आयो भने थ उच्चारण गरिन्छ भनेर हामी पछि यो नियममा पढ्नेछौँ त्यसले त्यसलाई के भन्नु पर्यो था भन्नु पर्यो त्यसरी ब फाँचीमा आयो अब हामीले ब फाँचीमा आयो भने के उच्चारण गर्छौँ अरे प उच्चारण गर्छौँ भने अब हामीले था ब फाँचीमा आयो के हुन्छ प अब हामीले के भन्नु पर्यो थाप भनेको के हो त उत्तर भन्नु पर्यो है थाप भनेको उत्तर त्यसै गरी अर्को चाहिँ फेरि थ प्लस ए थे दलाई थ भन्नुहोस् थ प्लस ए थे द प्लस आ दा ब फाँचीमा आयो प हुन्छ अब हामीले के भन्नु पर्यो थ प्लस ए थे द प्लस आ दा ब फाँचीमा आयो प थेदा भन्नु पर्यो है थेदा भनेको के हो त उत्तर नै हो है ल यो दुईटालाई चाहिँ यसरी सँगै राख्नु होला है जवाब भनौँ न होइन जवाब अथवा उत्तर भनेर चाहिँ तपाईँले भन्नु होला है ओके अनि त्यसै गरी यहाँनिर तपाईँको सेम छ भने चाहिँ मैले यहाँनिर चाहिँ तपाईँलाई यसरी होइन दुइटालाई चाहिँ यसरी हाइलाइट गरिदिएको छु तपाईँले यसरी पढ्दा चाहिँ झनै बेटर हुन्छ ओके त्यसै गरी चाहिँ अर्को के राख्नु त भन्दाखेरि स प्लस इ के हुन्छ भन्नुहोस् त बरु स प्लस इ के हुन्छ सी ब फाँचीमा आयो प हुन्छ अब हामीले के भन्नु पर्यो यसलाई सिप भनेको के होला त 10 है 10 रहेछ है सिप भनेको के रहेछ 10 रहेछ ल यही नियममै आधारित मिनिङ हो है त सिप भनेको के रहेछ 10 त्यसरी ज चाहिँ सुरुमा छ हुन्छ यो हामीले पछि पढ्न बाँकी नै छ 6 प्लस इ छि ब फाँचीमा आयो अब हामीले के भन्नु पर्यो छिप भन्नु पर्यो है ल छिप भन्नु पर्यो छिप भनेको के होला घर है त छिप भनेको के रहेछ छिप भनेको के रहेछ घर त्यसै गरी चाहिँ त्यसरी ब चाहिँ सुरुमा आउने फ हुन्छ ब चाहिँ सुरुमा आउने फ हुन्छ हामीले पढ्न पाइन्छ फ प्लस फ ब फाँचीमा आए के हुन्छ प हुन्छ अब हामीले के भन्नु पर्यो फ भनेको के हो त कानुन है फ भनेको के रहेछ कानुन भनेर सम्झिने है फ भनेको के रहेछ कानुन भनेर सम्झिनुहोस् त्यसै गरी ख प्लस ख ब फाँचीमा आयो प नै हुन्छ अब हामीलाई के भन्नु पर्यो खप भनेको चाहिँ के हो त कप हैन कप है ल अनि त्यसै गरी चाहिँ अर्को के राख्नु त भन्दाखेरि 10 सुरुमा आयो भने थ हुन्छ थ प्लस थ फ फाँचीमा आयो फ फाँचीमा आयो भने के हुन्छ अरे प हुन्छ थप भयो
अनि फेरि फको लगतै फेरि दको उच्चारण त गरिन्छ कि हामीले पछि पढ्छौँ। यसलाई चाहिँ हामीले थप्ता भन्छौँ है। यो चाहिँ हामी अर्को नियममा पढ्नेछौँ। थप्ता भन्ने है, थप्दा भने पनि त हुन्थ्यो नि त होइन। अहिले चाहिँ हामीले के भन्नु पऱ्यो, यसलाई थप्ता भन्नु पऱ्यो है। ल थप्ता भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ छोप्नु अथवा ढाक्नु। तपाईँले केही खानेकुराहरू बनाउनु भएको थियो, ल मैले तपाईँले तरकारी बनाउनु भयो होइन, तरकारी बनाउनु भएको छ भने त्यसलाई छोप्नु पऱ्यो होइन, अथवा तपाईँले केही फलफुलहरू टिप्नु भएको छ भने त्यसलाई छोप्नु पऱ्यो होइन। त्यस्तोलाई चाहिँ के भन्नु पऱ्यो, थप्ता है। थप्ता भनेको के हो त, छोप्नु अथवा के त ढाक्नु भन्ने बुझ्नुहोस् है। छोप्नु अथवा ढाक्नु। थबयो, थब चुस्यो होइन, यसरी भन्नु मिल्छ है। अर्को हेर्नुहोस् फेरि अर्को छ, दस सुरुमा थ प्लस अ थ ब फाँचीमा आयो थप। अनि फेरि यो पनि बक लते द आयो भने दको उच्चारण त गरिन्छ, त प्लस आ ता हुन्छ। अब यसलाई पनि हामीले के भन्छौँ त, थप्ता भन्छौँ है। यसलाई पनि के भन्छौँ त, थप्ता भन्छौँ है। यो थप्ता भनेको चाहिँ के हो त, गर्मी हुनु। ल यो पनि थप्ता, यो पनि थप्ता। फ फाँचीमा भएको थप्ता के हुन्छ, छोप्नु ढाक्नु। ब फाँचीमा भएको थप्ता के हुन्छ त, गर्मी हुनु। ल यसलाई पनि तपाईँले यसरी हाइलाइट गरेर लिनुहोस्, बुझ्नुभयो नि है। ल यसरी चाहिँ तपाईँले सेम छ भने तपाईँले चाहिँ हाइलाइट गरेर हुन्छ, के गरेर हुन्छ, तपाईँले यसरी चाहिँ राखेर पढ्दाखेरि चाहिँ झनै बेटर हुन्छ है। ओके ओके। अनि त्यसपछि चाहिँ अरू के राखौँ त भन्दाखेरि त्यसै अरू के राख्नु भन्दाखेरि चाहिँ यसलाई के भन्नु पर्यो, छिप अनि आन इल है। यसलाई के भन्ने, ल हेर्नुहोस् है, छि। अब ब फाँचीमा आएको छ, बको लते अ आएको छ भने फेरि बलाई चाहिँ हामीले अको ठाउँमा लिएर उच्चारण गर्छौँ। यो पनि नियम हामी पछाडि पढ्न नै बाँकी छ। अब हामीले के भन्छौँ त, छिबानिल भन्छौँ है। यसलाई छिप आन इल भन्दैनौँ कि छिबानिल भन्छौँ है। यो छिबानिल भनेको के हो त, घरको काम, घरको काम अथवा घरायसी काम भनौँ न है। घरको काम अथवा के त घरायसी काम भनेर बुझ्नुहोस् है। त्यसै गरी चाहिँ अर्को एउटा राख्छु मैले। अर्को के राख्छु त भन्दाखेरि म प्लस उ के हुन्छ, मु, र प्लस रु फ फाँचीमा आयो। फ फाँचीमा आयो भने के हुन्छ, प हुन्छ। अब म प्लस उ मु हुन्छ भने अब र प्लस रु अनि फ फाँचीमा के हुन्छ, प है। के भन्नु पर्यो हामीले, मुरुप। मुरुप भने चाहिँ के हो त, घुडा हो। मुरुप भनेको रहेछ घुडा है। मुरुप भनेको के रहेछ, घुडा रहेछ। ल यसरी चाहिँ हामीले चाहिँ के गर्नुपर्ने हुन्छ त, अहिले तपाईँले के पढ्दै हुनुहुन्छ त, हेर्नुहोस् यहाँ टपिक हेर्नु होला। तपाईँले के पढ्दै हुनुहुन्छ, यो पढ्दै हुनुहुन्छ। मेन कुरा तपाईँले बुझ्नुपर्ने कुरा भनेको यहाँनिर छ है। यहाँ तपाईँले बुझ्नुपर्ने के छ त, फाँचिमको है। हामी एकल फाँचिम, एकल अन्तिम व्यञ्जनको अथवा एकल फाँचिमको नियम नम्बर हामी 5 मा छौँ। यो ब, यो के हो, फ। यो ब र फ चाहिँ शब्दको तल झुन्डेर आयो भने के उच्चारण गर्छौँ रे, हामी त्यसलाई चाहिँ के उच्चारण गर्छौँ रे, प उच्चारण गर्छौँ भन्ने नियम पढ्दैछौँ हामीले। जस्तै फोगी, अब मैले चाहिँ यहाँनिर उच्चारण गर्छु है, मैले उच्चारण गर्छु, तपाईँहरूले सुन्नुहोस् है, सुन्नुहोस्। त्यसपछि तपाईँहरूको पनि पालो आउँछ है त। ल ओके हेर्नुहोस् यहाँनिर यसलाई के भन्नु पर्यो, इप, मुख, इप, पात, आप, अगाडि, यप, छेउ, सुप, जङ्गल, थाप, उत्तर, खेदाप, उत्तर, सिप, 10, छिप, घर, थप, कानुन, खप, कप, थप्ता, छोप्नु अथवा ढाक्नु, थप्ता, गर्मी हुनु, छिबानिल, घरको काम अथवा घरायसी काम, मुरुप भनेको के हो त, घोडा। मुरुप भनेको के रहेछ, घोडा रहेछ है। ल यसरी चाहिँ तपाईँले गर्नु पर्यो है त है। ल अलिकति चाहिँ यहाँनिर ब्याकग्राउन्ड साउन्ड पनि धेरै आएको छ, होला भएको छ होइन, अलिकति तपाईँले बुझ्नु पनि गाह्रो भएको होला है। अलिकति चाहिँ यहाँनिर चाहिँ अलिकति डिस्टर्ब भयो क्या आज चाहिँ। ओके ल ठिक छ। अब बाहिरी ब्याकग्राउन्ड साउन्डलाई चाहिँ तपाईँले चाहिँ चासोमा लिनु होला, यही पढाइले चाहिँ कन्टिन्यू गर्नुहोस्।
अनि त्यसपछि ल अब यसमा त तपाईँ नर्मली बुझि नै हाल्नुभयो। अब यो कुरा चाहिँ तपाईँले मेन बुझ्नुभयो कि बुझ्नु भएन ल, हेर्नु त अब पढेकै कुरा पनि छ, सजिलो कुरा छ, खासै गाह्रो कुराहरू पनि रहेन छ होइन। ल गाह्रो कुरा पनि छैन। ओके ल अब भन्नुहोस् त ल, तपाईँले बुझ्नुभयो कि बुझ्नु भएन ल, सबैजनाले कमेन्ट गर्नुहोस् त। जुन आज अहिले यो पढेको जुन हामीले बरफ फाँचीमा आउने प भन्छौँ त्यसलाई समावेश गरेर थोरै हामीले उदाहरणहरू पनि राखेको छौँ। यो उदाहरण चाहिँ तपाईँले बुझ्नुभयो कि बुझ्नु भएन, जुन आज हामीले पढेको 5 नम्बरको नियम छ, यो नियम चाहिँ तपाईँलाई कतिको सहज लाग्यो, बुझ्नुभयो या बुझ्नु भएन। बुझेको साथीहरूले बुझेको भन्नुहोस्, नबुझेको साथीहरूले चाहिँ होइन बुझेको छैन भनेर भन्नुहोस्। तपाईँले जस्तो जस्तो बुझ्नुभयो होइन, बुझ्नुभयो या बुझ्नु भएन त्यही अनुसार चाहिँ तपाईँले चाहिँ आफ्नो चाहिँ होइन तर्क राख्नु होला। ल ओके, सबैजनाले म्यासेज गर्नुहोस् त ल, सबैजनाले म्यासेज गर्नुहोस् त। ओके सबैजनाले म्यासेज गर्नुहोस् त। ओके ल है, ओके ठिक छ, सबैजनाले बुझ्नुभयो नि है। ल ठिक छ, यो बुझ्नुभयो भने चाहिँ अब हामी के गरौँ त, प्र्याक्टिसतिर जान्छौँ। म सबैजना चाहिँ माथि गेस्टमा लानेछु है। ल सबैजना चाहिँ पालो पालो गरेर आउनु होला। र गेस्टमा चाहिँ कतिजनालाई लान मिल्छ होइन, 6-7जनालाई, 8-9जनालाई कतिजनालाई लान मिल्छ, अब उहाँलाई चाहिँ लानेछु। मैले तपाईँले एकचोटि यसलाई स्क्रिनसट गरिहाल्नुहोस् न, यहाँनिर मैले थोरै एक दुईवटा मेटाइहालेको छु। तपाईँले यसलाई स्क्रिनसट गर्नुभएको छैन, ल स्क्रिनसट गरिहाल्नुहोस् त। ओके ल स्क्रिनसट गरिहाल्नुहोस् है त। ओके ल तपाईँले स्क्रिनसट गरिहाल्नुभयो भने चाहिँ मैले यसलाई अब यहाँको उच्चारण चाहिँ मेटाएँ मैले। तपाईँको अब प्र्याक्टिस गर्ने पालो तपाईँहरूको हो। तपाईँले चाहिँ प्र्याक्टिस गराउँदै लियो भने थोरै कुरा होइन, थोरै कुरा पढौँ तर चाहिँ क्लियरली गयो भने चाहिँ तपाईँहरूलाई पनि सजिलो होइन, बुझ्न पनि सजिलो, मलाई पनि बुझाउन सजिलो हुनेछ। ओके ल त्यसको लागि चाहिँ मैले चाहिँ अब यहाँनिर चाहिँ गेस्टमा लान्छु है त साथीहरूलाई। ल ओके सबैजना पालो पालो गरेर जोडिनुहोस् होइन, कतिजनालाई लाने मिल्छ अहिले है, त्यसपछि म पालो पालो गरेर सबैजनालाई लाने नै छु। ओके ल अनि माथि गेस्टमा आइसकेपछि तपाईँले म्युट गर्दै बस्नु होला है त, म्युट गरेर बस्नु होला। अनि माथि गेस्टमा आउनुभन्दा नि पहिले चाहिँ मजाले पूर्व तयारी भएर बस्नुहोस् है। सबैजना गेस्टमा आउनुभन्दा नि पहिले चाहिँ मजाले तयारीमा बस्नु होला, ताकि तपाईँको चाहिँ पालो आयो भने चाहिँ होइन मजाले चाहिँ डिस्टर्ब नभइकन होला नभइकन चाहिँ तपाईँलाई प्र्याक्टिस गर्न चाहिँ सहज होला। ओके ल म्युट गर्नुहोस् है सबैजना साथीहरूले। ल एकैछिनमा गरे हुँदैन त्यो। ओके ल म्युट गर्नुहोस् है त। ल ओके अहिले चाहिँ अब यतिलाई मात्रै लान मिल्छ, यति मात्रै अहिले लिन मिल्छ है। अब जतिजनाको पालो आएको छैन, रिक्वेस्ट पठाउनु भएको छ, उहाँहरूको चाहिँ अब एकछिनमा पालो आउँछ। ल अब मैले चाहिँ तपाईँहरूलाई चाहिँ क्रमशः तरिकाले चाहिँ तपाईँलाई मैले प्र्याक्टिस गराउनेछु। ल ओके अहिले चाहिँ लास्टदेखि है। ल तपाईँ लास्टमा चाहिँ हाम्रो मिनाजी हुनुहुन्छ, तपाईँले म्युट अन गर्नु होला। सर नमस्ते। हजुर नमस्ते। ओके ठिक छ, अब हामी ढिला नगरी चाहिँ उच्चारणतिरै प्र्याक्टिसतिरै जान्छौँ है त। सर यो कमेन्ट अफ गर्न मिल्दैन? ए अहिले चाहिँ तपाईँले कमेन्ट अफ गर्न मिल्यो है। ल ओके तपाईँले चाहिँ यता जुन इपदेखि चाहिँ सुरु गर्दै गर्नु न है। इप अर्को पनि इप एप इप सुप थाप थेदाप चिप छिप फप खप थादाप थादाप हजुर हजुर छि माथिको चाहिँ फेरि भन्नुहोस् त, खपदेखि तलको फेरि भन्नुहोस् त। थप्ता थप्ता हजुर थप्दा अर्को पनि ठिक छ।
हिप छिबानिल भन्ने यो तपाईँहरूले पढ्नु भएको छैन किनभने यहाँनिर चाहिँ यो नियमभन्दा नि अलिकति अर्को नियममा आधारित पनि छ यहाँनिर थोरै त्यही भएर तपाईँलाई बुझ्नु अलिकति गाह्रो हुन्छ छिबानिल भन्ने है त्यसपछि लास्टको भन्नुहोस् त मुरुप भन्ने है त ओके ल ठिक छ साह्रै हो अब त्यसपछि हामी अर्कोलाई लिन्छौँ है त त्योभन्दा नि माथि हुनुहुन्छ हाम्रो अनिताजी हुनुहुन्छ हो तपाईँले म्युट गर्नु होला अनिता होइन आइसमा हुनुहुँदैछ हजुर नमस्ते हजुर नमस्ते हजुर अब हामी ढिला नगरी प्र्याक्टिसै जाउँ है त हस् इप आप थप इप आप यप सुप थाप हेताप चिप चिप हप खप हप्ता थप्ता छिवानिल मुरुप मुरुप है छिवानिल छिबानिल भन्ने छिबानिल मुरुप बानिल छिवा अनि यो छिबानिल ब प्लस आ बनाउने है त ब तलको फाचिमको बलाई चाहिँ अगाडिको आसँग जोड्ने यो नियम हामीले पढ्न बाँकी नै छ है त ओके ल ठिक छ म्युट गर्नु होला तपाईँ अनि त्यसपछि अर्कोलाई लिन्छौँ हामी त्योभन्दा नि माथिको हाम्रो मिस्टर नमस्ते ल ढिला नगरी उचानतिर चाहिँ जाम है त इप आप इप सुप थाप खेदाप सिप सिप फप खप थापत थाप्ता थप्ता भन्ने है सरी थप्ता थप्ता छिबानिल मुरुप मुरुप ओके माझ हो ल ठिक छ अब त्यसपछि अर्कोलाई लिउँ है त त्योभन्दा नि माथि हुनुहुन्छ हेलो ओके सुनिराख्नु भएको छ नि है हजुर हजुर नमस्ते सर हजुर नमस्ते ओके तपाईँ चाहिँ कुन ठाउँबाट जोड्नुभयो आज फर्स्ट डे हो हजुर हजुर ए ओके तपाईँ कुन ठाउँबाट जोडिँदै हुनुहुन्छ म इलामबाट ए ओके ल ठिक छ तपाईँले चाहिँ यसलाई उच्चारण गर्नुहोस् है त इप 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 आप यप सुप थाप थेदाप सिप सिप फप खप थाप्ता थप्ता शिवनिल फेरि भन्नुहोस् त छिबानिल छिबानिल मुरुप ओके साह्रै हो ओके त्यसपछि हामी अर्कोलाई पालो लिउँ है त ओके Annyeonghaseyo सँगसँगनिल आनेगासेयो कानुल ओके पढ्नुहुन्छ तपाईँले चाहिँ इपदेखि नै सुरु गर्नुहोस् है त इप आप यप सुप थाप थादाप आनमा जायो थासी फेरि भन्नुहोस् त थेदाप मजा आयो टिप छिप थाप खाप थासी के भन्नुहोस् छिपदेखि तलको के हो फेरि भन्नुहोस् त फिप फप मजा आयो खप थप्दा थप्ता ठिक छ थप्दा भन्दा नि केही फरक परेन किनभने हामी अहिले त्यो नियममा पुगेको छैनौँ अहिले चाहिँ थप्ता चाहिँ हुन्छ यसको चाहिँ एक्ज्याक्टली राइट प्रनाउन्सिएसन चाहिँ थप्दा छिवानिल मुरुप ओके मुरुप ओके त्यसपछि हाम्रो नेक्स्ट हुनुहुन्छ हाम्रो डिभी सर तपाईँले चाहिँ म्युट गर्नुहोस् है त ओके ल तपाईँले म्युट गर्नुहोस् त हेलो ल पालो आएको साथीहरू झरि हाल्नुहोस् त ओके सुन्नुभयो
नमस्ते सर नमस्ते हजुर नमस्ते। ल ओके हामी ढिला नगरी चाहिँ उचानतिर जाउँ है ल त। ल इप इप आप एप सुप थाप थापपछि थाप्दा थाप्दा सिप छिप शिवानिल शिवान कता कहाँनिरको भन्दै हुनुहुन्छ? यो म सर यता यो छिबेदेखि तलतिर शिव अनि फप हो। फप अनि खप अनि फाप्दा थप्ता भन्ने है। फप्ता थप्ता फप्ता अनि छिबानिल मुरुप मुरुप है। अलिक फर्किनु सर अहिले गाह्रो भयो सर के भएन। ल ठिक छ, अब त्यहाँ प्र्याक्टिस गर्नु होला अनि आउँछ है त। हस् सर हस् ओके ल अब अरूलाई चाहिँ एकचोटि एक लडमा चाहिँ अब अरूलाई चाहिँ पालो लिउँ है त। ल तपाईँहरू चाहिँ झरिदिनु होला। ल अगाडि पालो नआएको साथीहरू ल आउनुहोस् त माथि। पालो अहिले पालो नआएको साथीहरू अब अबको पालो आउँछ है त। ल पठाउनुहोस् त। ल गुटुङ टुङटुङ माथि आइहाल्नुहोस्। ल आइहाल्नुहोस् ल। ल तपाईँको पालो नआउँछ आइहाल्ने कि है, तपाईँहरू माथि आइहाल्ने है। ल माथि आइहाल्नुहोस् है। ल माथि आउनु हुँदा नि पहिले चाहिँ मजाले तयारीमा बस्नु होला तपाईँहरू है। माथि आउनु हुँदा नि पहिले तयारीमा बस्ने। मै अगाडि आइ के जाठा। ल ओके तपाईँहरू चाहिँ आउनुहोस् है। म्युट गर्नुहोस् है तपाईँहरूले चाहिँ। ओके ल यो भन्दा चाहिँ अब एक्स्ट्रा लिन मिल्दैन अहिले चाहिँ। अनि अब पालो नआएको साथीहरूलाई चाहिँ हामी एकछिनमा लिन्छौँ, अर्को लटमा चाहिँ लिन्छौँ है त। ओके हाम्रो चाहिँ किरणजी हुनुहुन्छ, तपाईँले म्युट अन गर्नु होला। हजुर सर नमस्कार। हजुर नमस्ते। ओके हामी ढिला नगरी चाहिँ उचानतिरै जान्छौँ है त। हजुर चाहिँ जग्गा चाहिँ हो इप इप आप एप सुप थाप थेदाप सिप फप खप खप अनि थप्ता थप्ता अनि थप्ता अनि छिबानिल मुरुप। ओके छाडिँदै हो। ठिक छ, त्यसपछि हामी अर्कोलाई लिन्छौँ है त। ओके त्यो भन्दा नि माथि हुनुहुन्छ, म्युट अन गर्नु होला। हजुर नमस्ते। ओके तपाईँ चाहिँ एकछिन म्युट गर्दै गर्नुहोस्। नमस्ते हजुर, तपाईँको एकछिनमा पालो आउँछ ल। हामी लास्टदेखि चाहिँ पालो आउँदैछ है। ल ओके त्यसपछि हाम्रो किरणजी भन्दा नि माथिको हुनुहुन्छ, तपाईँको नाम चाहिँ ठ्याक्कै। हजुर सर नमस्ते सर। गुड इभिनिङ सर। हजुर नमस्ते नमस्ते। ओके ल हामी ढिला नगरी उच्चारणतिर जान्छौँ है त। ओके सर हुन्छ। इप इप आप एप टुप यो तपाईँको माथि म्युट अन छ है। हाम्रो के हो उहाँको नाम चाहिँ ठ्याक्कै पुरै देखिएको छैन। हाम्रो चौलागाईले चाहिँ हाम्रो म्युट अन गर्नु होला है। ओके भन्दै हजुर हजुर भन्नुहोस्। सिप सिप फप खप थप्ता थप्ता छिबानिल मुरुप। ओके ठिक छ, राम्रो छ। ल त्यसपछि हामी अर्कोलाई लिन्छौँ है त। ल तपाईँहरू चाहिँ सकेसम्म चाहिँ अलिकति शान्त वातावरणमा बस्नु होला क्लास लिँदाखेरि चाहिँ। त्यसपछि चाहिँ अनि माथि चाहिँ गेस्टमा आउनु होला है।
सबैजना सकेसम्म चाहिँ मिल्छ भने। ओके, हाम्रो चौलगाईजी तपाईँले म्युट गर्नु होला। तपाईँको पाला आइसक्यो अहिले चाहिँ। हेलो हाम्रो निशाजी हुनुहुन्छ होला पक्कै पनि, म्युट गर्नु होला। उहाँ चाहिँ हराउनु भयो हो। त्योभन्दा नि माथि हुन्छ अस्मिताजी हुनुहुन्छ, तपाईँले म्युट गर्नुहोस् त। पालो आएको होइन, तपाईँको पाला आउनुभयो, कहाँ हराउनु भएको तपाईँ? अघि मेरो नेट अलि स्लो भएछ कि सर। अब म यो पढ्छु सर। अब म तपाईँ चाहिँ माथि गेस्टमा आइसके सबैजना रेडी भएर बस्नु पऱ्यो है त, किनभने अब धेरै साथीहरूलाई लानु पर्ने हुन्छ नि त। यहाँनिर चाहिँ अब तपाईँको 70-80जनाभन्दा धेरै साथीहरू छ होइन। हजुर सर, अघि मेरो ठ्याक्कै नेट स्लो भयो कि सर, त्यही भएर। ओके ल सुरु गर्नुहोस्। इप इप आफ यफ सुफ प होइन, प उच्चारण गर्ने है। सुप थाप थेथाप सिप छिब फप खप। त्यो के हो? थप्ता थप्ता छिप अनिल छिबानिल, छिप आन होइन कि छिबा, छिबानिल भन्ने है त, बलाई माथिको आसँग जोड्ने। छिप अनिल हजुर ठिक छ। मुरुफ। ओके ठिक छ। कुन मिलेन सर मेरो? ठिक छ मिलेको छ, तर हामीले चाहिँ केही नपढेको यो नियमहरू पनि छ नि त, त्यसले गर्दाखेरि चाहिँ हामी त्यो चाहिँ हामी पढ्छौँ। ठिक छ, अहिलेसम्म चाहिँ राम्रो छ है। हस् सर। ओके अस्मिताजी म्युट गर्नु होला हजुरले। हेलो हजुर सुन्नुभएको छ? हजुर ओके ल उच्चारण प्रोनाउन्सिएसन गर्नुहोस् है त। हुन्छ। इप इप आप यप सुप थाप अनि थेदाप अनि सिप अनि छिप फप खप थप्ता थप्ता छिवानिल मुरुप। साधारण हो। ठिक छ, राम्रो गर्नुभएको छ प्रोनाउन्सिएसन चाहिँ। ल अब त्यसपछि हामी अर्को कुरा लिन्छौँ है त। ल तपाईँ पालो आएको साथीहरू चाहिँ झरिहाल्नु होला है। ओके त्यसपछि माथि हुन्छ आरोही हुनुहुन्छ, म्युट गर्नु होला तपाईँले। हेलो 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 ओके सुनिराख्नु। ओके ल सुरु गर्नुहोस् त। इप इप आप यप सुप थाप थेथा सिप छिप फिप फप खप थप थप्ता थप्ता छिपानोइल छिबानिल भन्ने है। छिवाइल मुरुफ। ओके साधारण नै हो। त्यसपछि माथि हाम्रो हरिलाल हुन्छ। हेलो सर, गुड आफ्टरनुन सर। गुड आफ्टरनुन। के छ तपाईँ कुन ठाउँबाट जोइन भयो? तपाईँ आज पहिलोचोटि जस्तो लाग्यो। हजुर सर, आप फर्स्ट डे म दाङदेखि। कुन ठाउँबाट जोइन भयो? हजुर दाङ कुन ठाउँबाट जोइन भएको छ? दाङ तुलसीपुर। ए ओके ल ठिक छ, तपाईँ उतैकै मान्छे हुनुहुँदो रहेछ। ल ओके अब ढिला नगर्छ उच्चारणतिर जाऊँ है त। इप इप आप यप सुप थाप थेदाप सिप छिप फप खप थप
थप्ता थप्ता छिबानिल मुरुल मुरुप मुरुप भन्ने है त ओके फारमिन छारिँदै हो ठिक छ तपाईँले उच्चारण चाहिँ राम्रो गर्नुभएको छ त्यसपछि हामी अर्कोलाई लिन्छौँ है त ल पालो आएको साथीहरू झरिहाल्नुहोस् त ल सबैजना चाहिँ तपाईँको पालो आइसकेको साथीहरू सबैजना झरिहाल्नुहोस् है गेस्ट पार्ट झरिहाल्नु होला त्यसपछि माथि टपमा हुनुहुन्छ टपको साथी म्युट गर्नु होला हजुर हेलो 안녕하세요 안녕하세요 तपाईँ पनि आज पहिलोचोटि हो हजुर हो ओके तपाईँ कुन ठाउँबाट जोडिनु भएको छ म चाहिँ रोल्पा रोल्पा कुन ठाउँबाट जोडिनु भयो रोल्पा परिवर्तनदेखि ए ओके ल ठिक छ अब हामी चाहिँ उच्चारणतिर जान्छौँ ल तपाईँले चाहिँ उच्चारण गर्न सुरु गर्नुहोस् त इफ आप एफ सुप थाप थेदाप छिप सिप छिप फप खप थप्ता थप्ता छिबानिल मुरुप मुरुप है ओके ठिक छ छारिन नै हो ठिक छ तपाईँले चाहिँ राम्रो प्र्याक्टिस गर्नुभएको छ र त्यसपछि तपाईँ पनि अहिले गेस्टबाट झरिहाल्नु होला र अब चाहिँ जति पनि साथीहरू हुन्छ ल थ्याङ्क यू तपाईँलाई पनि अनि अब चाहिँ हामी अरूलाई चाहिँ अहिले चाहिँ लिँदैनौँ अब फेरि हामी अर्को 6 नम्बरमा पढ्नुपर्ने नियम के छ त्यो नियम पढ्नेछौँ र त्यसपछि त्यो अर्को नियम पढिसकेपछि हामी फेरि लिसनिङमा जानेछौँ सबै साथीहरू चाहिँ तपाईँहरू चाहिँ के गर्नु होला त भन्दाखेरि चाहिँ आउने जाने नगर्नु होला यो क्लास सकिसकेपछि फेरि हाम्रो लिसनिङ प्र्याक्टिस पनि हुन्छ तपाईँलाई म लिसनिङ पनि सुनाउने छु गेस्टमा लिएर सबैजना चाहिँ गेस्टमा पनि लानेछु सबैजना चाहिँ सुरुदेखि अन्तिमसम्मै जोड्नु होला है त अहिले भने चाहिँ हामी अर्को पढ्नुपर्ने नियम छ र यो भन्दा नि अब नेक्स्ट अर्को 6 नम्बरको नियममा चाहिँ हामीले के पढ्छौँ सबैजना चाहिँ हेर्नुहोस् है त ल सबैजना आउने जाने नगर्नुहोस् आज धेरैजना साथीहरू चाहिँ आउने जाने गरिराख्नु भएको छ ओके ल अब हामी ढिला नगरी यसलाई स्क्रिनसट गर्नुभएको छैन भने स्क्रिनसट गरिहाल्नु होला ओके अब चाहिँ हामी अर्को नियम पढ्छौँ हामीले अर्को नियम चाहिँ कुन नियम पढ्छौँ त भन्दाखेरि चाहिँ 6 नम्बरमा है 6 नम्बरमा चाहिँ हामीले पढ्नुपर्ने नियम भनेको चाहिँ के छ ल हेर्नुहोस् यहाँनिर चाहिँ यो गोलो अक्षरलाई चाहिँ तपाईँहरूले चाहिँ के भनेर पढ्नु भएको थियो पहिला पढ्दाखेरि के भनेर पढ्नु भएको थियो भनेर पढ्नु भएको थियो तर अब यो अक्षरलाई चाहिँ हामीले तल शब्द वा अक्षरको तल झुन्डेर आयो भने हामीले यसलाई चाहिँ के भन्नुपर्ने हुन्छ अरे भन्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ सम्झिनुहोस् है ल एकदमै महत्त्वपूर्ण कुरा छ है यो चाहिँ ल अब के रहेछ तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ हामीले यो गोलो अक्षरलाई भनेर पढेको थियौँ भने अब यो तल झुन्डिएर आयो भने चाहिँ के हुन्छ त हुन्छ अब तपाईँले चाहिँ म हेरेर अर्को कुरा के पनि सिकाउँछु त भन्दाखेरि चाहिँ यो फाछिममा यो गोलो अक्षर चाहिँ तल फाछिममा आयो भने चाहिँ के हुन्छ हुन्छ आधा उच्चारण गरिन्छ बाहेक फाछिम बाहेक अन्य अवस्थामा चाहिँ अगाडि आओस् चाहिँ पछाडि होस् चाहिँ बिचमा आओस् त्यस्तो अवस्थामा हामीले यसलाई भनेर भने तापनि साइलेन्ट हुन्छ है यसको चाहिँ उच्चारण गरिँदैन है भनेको चाहिँ अरू अवस्थामा सबै अवस्थामा के हुन्छ साइलेन्ट हुन्छ चाहिँ अगाडि चाहिँ बिचमा होस् चाहिँ पछाडि होस् साइलेन्ट हुन्छ तल फाछिममा मात्रै आएको छ भने त्यस्तो अवस्थामा चाहिँ हामीले के उच्चारण गर्छौँ त उच्चारण गर्छौँ है ल ठिक छ सबै चाहिँ बुझ्नुभयो नि है ल अब हामीले यसलाई भनेर पढेको थियौँ तर अब यो शब्द अक्षरको तल झुन्डिएर आयो भने फाछिममा आयो भने चाहिँ शब्दको मुनि आयो भने चाहिँ हामीले त्यसलाई के भन्दो रहेछौँ त लाई चाहिँ के भन्दो रहेछौँ भन्छौँ तर फाछिम बाहेक अन्य अवस्थामा आयो भने हामी त्यसको उच्चारण नै गर्दैनौँ भन्ने कुरा चाहिँ यसरी बुझ्नु पर्यो है ल ओके अब ढिला नगरी हामी जस्तै उदाहरणतिर जान्छौँ जस्तै ल के हुन्छ है ल हेर्नुहोस् त स प्लस आ के हुन्छ स प्लस आ के हुन्छ सा भयो अब हेर्नुहोस् त यो गोलो अक्षर हेर्नुहोस् त कहाँ आयो फाछिममा आयो यो गोलो अक्षर तर फाछिममा आयो भने हामीले के उच्चारण गर्छौँ अरे उच्चारण गर्छौँ स प्लस आ के हुन्छ स प्लस आ सा हुन्छ अब अक्षर तर फाछिममा आयो के भन्ने अब हामीले के भन्नु पर्यो साङ भन्नु पर्यो के भन्नु पर्यो साङ भन्नु पर्यो साङ भनेको चाहिँ के हुन्छ त पुरस्कार है पुरस्कार पनि हुने भयो अथवा के पनि हुन्छ टेबल पनि हुने भयो है अथवा टेबल होइन ओके यसरी लिनु होला त्यसै गरी चाहिँ अर्को के राख्नु त भन्दाखेरि चाहिँ अनि ब अक्षर सुरुमा आयो भने के हुन्छ अरे सानो अक्षरमा लेख्छु है मैले चाहिँ
ब अक्षर सुरुमा के हुन्छ फ हुन्छ, फ प्लस आ के हुन्छ फा भयो। फेरि यो अ अक्षर तल फाँचीमा आयो भने के उच्चारण गर्ने, ङ उच्चारण गर्ने हो भने अब यसलाई चाहिँ हामीले के भन्छौँ त, के भन्छौँ होला ल भन्नुहोस् त। यसलाई चाहिँ हामीले के भन्छौँ त, फाङ भन्छौँ है। फाङ भनेको चाहिँ के होला त, कोठा हो है। फाङ भनेको के रहेछ, कोठा रहेछ है त। फाङ भनेको के रहेछ, कोठा रहेछ है। ल त्यसै गरी हामीले यसलाई के भन्छौँ, य के भन्छौँ, य। अनि फेरि यो गोलो अक्षर फाँचीमा आयो, अ फाँचीमा आयो के हुन्छ, ङ हुन्छ। अब हामीले यसलाई के भन्छौँ त, यङ भनेको चाहिँ के हो त, शून्य है, शून्य 0 है। ल त्यसै गरी चाहिँ अर्को छ, अब यसलाई हामीले के भन्छौँ, यसलाई के भन्छौँ, या भन्छौँ। अब फेरि यो यहाँनिर अ नआएर फेरि यो यसरी डाइरेक्टली आउँदैन फेरि है, किनभने चाहिँ यो यहाँनिर कन्सोनेन्ट साउन्ड प्लस भोवेल साउन्ड भयो भने अक्षर पुरा हुँदैन, यसरी बुझ्नु होला है। त्यही भएर चाहिँ कन्सोनेन्ट साउन्ड प्लस भोवेल साउन्ड हुनैपर्छ। फेरि भोवेल साउन्ड पुरा गर्न यहाँनिर अ जोडिनै पर्छ भनेर मैले तपाईँलाई पहिला पनि भनेको थिएँ। अब हामीले के भन्छौँ यसलाई, या। अब यो फेरि गोलो अक्षर चाहिँ फाँचीमा आयो, अब यो अ अक्षर फाँचीमा आयो भने के हुन्छ, ङ हुन्छ। अब हामीले के भन्नु पर्यो यसलाई, याङ भन्नु पर्यो। याङ भनेको के होला, के होला भन्नुहोस् त, याङ भनेको के रहेछ, भेडा रहेछ है। ल याङ भनेको के रहेछ, भेडा रहेछ। ल है त्यसरी अर्को हेर्नुहोस् त, यहाँनिर ग अक्षर सुरुमा आयो भने ख हुन्छ है, ग अक्षर सुरुमा आयो भने ख हुन्छ। यो हामीले पढ्न बाँकी नै छ। ख प्लस ओ के हुन्छ, ख प्लस ओ के हुन्छ, खो। अनि फेरि अ फाँचीमा आयो भने के हुन्छ, ङ हुन्छ। ख प्लस ओ खो, अ फाँचीमा आयो ङ हुन्छ। अब हामीले के भन्नु, खोङ है, खोङ। खोङ भने चाहिँ के हो त, भकुण्डो पनि हुने भयो, भकुण्डो बल के है, भकुण्डो पनि हुने भयो, बल सम्झिनुहोस् भकुण्डो। त्यसपछि अर्को के पनि हुन्छ त, शून्य पनि हुन्छ है। ल शून्य पनि हुन्छ है। ल यहाँनिर माथि चाहिँ के त, यङ भनेको पनि शून्य हुन्छ, खोङ भनेको पनि शून्य अथवा भकुण्डो पनि हुने भयो, यसरी लिनु होला। अनि त्यसै गरी अर्को छ यहाँनिर दुईवटा है, यङ याङ ठ्याक्कै सेम छ, यसलाई छुट्याएर राख्नु होला। अनि यो खोङ, अर्को छ खोङ, खोङ खोङ, प्रोनाउन्सिएसन फरक छ यसमा है। खोङ खोङ, खोङ खोङ है। यसलाई चाहिँ अलिकति चाहिँ फोकस गरेर भन्ने क्या, यसलाई चाहिँ अलिकति हार्डली तरिकाले चाहिँ अलिकति फोकस गरेर, खोङ खोङ खोङ, खोङ खोङ है। यसमा चाहिँ प्रोनाउन्सिएसन चाहिँ अलिकति फरक छ है। ल ओके, यसलाई पनि हामीले के भन्छौँ त, खोङ भन्छौँ। यो खोङ भने चाहिँ के हो त, गेडागुडी है। गेडागुडीलाई चाहिँ हामीले के भन्छौँ त, खोङ। ल यसलाई पनि तपाईँले चाहिँ दुईवटा चाहिँ छुट्याएर चाहिँ तपाईँले चाहिँ के गर्नुहोस् त, प्र्याक्टिस गर्नुहोस् है त। ल अनि त्यसै गरी अरू चाहिँ के राख्नु त भन्दाखेरि चाहिँ, स प्लस एसे अनि अ फाँचीमा आयो के हुन्छ, ङ। अब सेङ, सेङ। ग प्लस आ गा, ग फाँचीमा आयो फेरि के हुन्छ अरे, क हुन्छ। अब हामीलाई के भन्नु पर्यो, सेङ गाक है। सेङ्गाक भनेको के हो त, सोच है। सेङ्गाक चाहिँ हो है, सेङ्गाक हे होइन, सोच भनेको क्या है। ओके अनि त्यसपछि चाहिँ यो के होला ल भन्नुहोस् त, यसलाई के भन्ने, वा। अनि अ फाँचीमा आयो के हुन्छ, ङ हुन्छ। अब हामीले के भन्नु पर्यो, वाङ। वाङ भनेको के होला, राजा है। वाङ भनेको चाहिँ राजा है। ओके वाङ भनेको के रहेछ, राजा रहेछ है। ल वाङ भनेको के रहेछ, राजा रहेछ। अनि त्यसै गरी चाहिँ अरू चाहिँ के राख्नु त भन्दाखेरि चाहिँ, ह प्लस य के हुन्छ, य। अनि अ फाँचीमा आउँछ के हुन्छ, ङ हुन्छ। अब हामीले के भन्नु पर्यो, यङ। यङ भनेको के हो त, दाई है। यङ भनेको के हो त, दाई है। दाई तर के त, दाई केटा मान्छेले भन्दाखेरि है, यो भनेको चाहिँ केटाले चाहिँ भन्दाखेरि है, दाई तर केटाले भन्दाखेरि हो। तर अब केटी मान्छेहरूले चाहिँ दाई भन्नु पऱ्यो भने के भन्छ, ओपा भन्नुपर्छ क्या है। ल अनि यो चाहिँ केटा मान्छेले भन्दाखेरि चाहिँ, केटा मान्छेले चाहिँ आफ्नो दाइ, केटा मान्छेले दाइहरूलाई चाहिँ भन्दाखेरि चाहिँ यसरी भनिदिन्छ, केटी मान्छे चाहिँ ओपा भन्नुपर्ने हुन्छ। अनि त्यसै गरी चाहिँ अरू के राख्नु त भन्दाखेरि,
प प्लस आ के हुन्छ पा, अब अ फाँचीमा के हुन्छ ङ, अब प प्लस आ पा अ फाँचीमा के हुन्छ ङ। अब हामीले के भन्नु पर्यो पाङ भन्यो, पाङ भन्नु पर्यो। पाङ भनेको चाहिँ रोटी अथवा पाउरोटीहरू हुन्छ नि, पाउरोटीहरू हुन्छ नि, त्यसलाई चाहिँ हामीले डोनटहरू हुन्छ त्यसलाई चाहिँ हामीले के भन्नु पर्यो त हामीले पाङ भन्नुपर्ने हुन्छ। ओके, पाङ भनेको रोटी अथवा पाउरोटी। अर्को छ ब से सुरुमा आउने फ हुन्छ, फ प्लस ए फी, ह प्लस ए हे होइन। अब फेरि अ फाँचीमा के हुन्छ ङ हुन्छ, फी ह्याङ गी, ग प्लस गी, फी के हो अरे ह्याङ है, फी ह्याङ गी। फिएङ्गी भनेको के हो त होइन त हवाई जहाज होइन, प्लेन भनौँ न होइन। ल प्लेन भनौँ अनि हवाई जहाज बुझ्नुहोस्। अनि त्यसै गरी चाहिँ ग से सुरुमा आयो भने के हुन्छ अरे शब्द ग से सुरुमा आयो भने चाहिँ ख हुन्छ, यो हामीले पढ्न बाँकी नै छ। अनि ख प्लस य ख अ फाँचीमा ङ ख्यङ, यसलाई के भन्ने उ है। अब हामीले के भन्नु पर्यो ख्यङ उ, ख्यङ उ भनेको चाहिँ अवस्था। ओके, ख्यङ उ भनेको के रहेछ अवस्था है। केही इम्पोर्टेन्ट मिनिङहरू पनि आउँछ, पढेको साथीहरू पनि कन्टिन्यू क्लास लिँदा झनै बेटर हुन्छ है। ओके, ख्यङ उ भनेको चाहिँ के रहेछ अवस्था रहेछ। अनि त्यसपछि स प्लस आ सा, र प्लस आ रा, ङ फाँची अ फाँचीमा के हुन्छ ङ। अब हामीले के भन्नु पर्यो सा राङ, साराङ भनेको के हो त माया, साराङ भनेको के रहेछ माया। साराङ, साराङ हे, साराङ हे हो, साराङ हामीदा होइन, माया गर्नु भनेको है। ओके, अनि अर्को छ ग से सुरुमा आउने ख हुन्छ, यो पढ्न बाँकी नै छ। ख प्लस य ख्य अ फाँचीमा ङ ख्यङ, ह प्लस अ ह म फाँचीमा म नै हुन्छ। अब के भन्नु पर्यो ख्यङ हम, ख्याङम भनेको चाहिँ अनुभव है। ख्याङम भनेको रहेछ, ख्याङम भनेको रहेछ अनुभव है। ख्याङम भनेको के रहेछ अनुभव है, ख्याङम भनेको के रहेछ अनुभव। त्यसै गरी यसलाई के भन्ने उ न फाँचीमा आयो के हुन्छ न नै हुन्छ उन, द प्लस ओ दो हुन्छ, अ फाँचीमा आयो के हुन्छ ङ हुन्छ। अब उन द प्लस ओ दो उन दोङ भन्ने है, यसलाई के भन्ने त उन दोङ। उन्दोङ भनेको के हो त व्यायाम अथवा के पनि हुन्छ व्यायाम अथवा हामीले खेल पनि भन्न मिल्यो है, व्यायाम अथवा खेल है। व्यायाम अथवा के हुन्छ त उन्दोङ भनेको रहेछ व्यायाम अथवा खेल। अनि ब से सुरुमा आउने फ हुन्छ, ब से सुरुमा आउने फ हुन्छ, फ प्लस य फ्य अनि अ फाँचीमा आयो के हुन्छ ङ हुन्छ। अब हामीले के भन्नु पर्यो फ्यङ है, के भन्नु पर्यो फ्यङ। फ्यङ भनेको चाहिँ के हो त बोतल है, फ्यङ भनेको के रहेछ बोतल रहेछ है। ल त्यसै गरी म प्लस है, ल म प्लस य म्य अ फाँचीमा के हुन्छ ङ नै हुन्छ। अब हामीले के भन्नु पर्यो म्यङ, म्यङ भनेको चाहिँ के हो त जना, के भन्दाखेरि मानिस है, के त जना मानिस भन्दाखेरि चाहिँ प्रयोग गरिन्छ है। हान म्याङ थु म्याङ होइन, एकजना दुईजना तिनजना यसरी भन्दै जाँदाखेरि चाहिँ के गरिन्छ, के को प्रयोग गरिन्छ त यो म्याङको प्रयोग गरिन्छ है, मान्छेको गणना गर्दाखेरि चाहिँ प्रयोग गरिन्छ। त्यसरी अर्को छ अर्को चाहिँ के राखौँ त भन्दाखेरि चाहिँ अब यो चाहिँ एउटा राखौँ। ग से सुरुमा आयो भने ख हुन्छ, ख प्लस ओ खो हुन्छ, अनि अ फाँचीमा के हुन्छ ङ हुन्छ खोङ। अनि यसलाई के भन्नु पर्यो ओ न फाँचीमा अब हामी के भन्नु पर्यो खोङ वन भन्नु पर्यो है, के भन्नु पर्यो खोङ वन है। खोङ वन भनेको चाहिँ के हो त पार्क। ल खोङ वन भनेको के रहेछ पार्क भनेर चाहिँ भन्ने है त। ल खोङ वन भनेको के रहेछ पार्क है त। ल यसरी चाहिँ तपाईँले के गर्नु पर्यो त प्र्याक्टिस गर्नु पर्यो है। ल ठिक छ, यसरी तपाईँले के गर्नु पर्यो त प्र्याक्टिस गर्न सकिन्छ होइन, गाह्रो कुरा छैन, सजिलै कुरा रहेको छ।
ओके, अब हामी ढिला नगरेर चाहिँ के गरौँ त भन्दाखेरि चाहिँ फेरि म एकचोटि सर र होइन तपाईँहरू सबैजनाले चाहिँ हेर्नुहोस्, म एकचोटि सर र चाहिँ उच्चारण गरिदिन्छु, तपाईँले चाहिँ ध्यान दिएर सुन्नुहोस्, अनि त्यसपछि फेरि तपाईँहरूको चाहिँ पालो आउँछ है त। ल ओके, ल 여러분들 잘 들으세요. ओके, ल अब तपाईँले चाहिँ यति कुरा पढिसकेपछि म एकचोटि सर र भन्छु, तपाईँहरूले सुन्नुहोस् है त, कसरी उच्चारण गर्ने भन्ने कुरा चाहिँ हेर्नुहोस् है त। ल हेर्नुहोस् त, यसलाई के भन्नु पऱ्यो, साङ पुरस्कार अथवा टेबल, फाङ कोठा, यङ सुन्न, याङ भेडा, खोङ भकुन्डो अथवा सुन्न, खोङ गेडागुडी, सेङ्गाक सोझ, वाङ राजा, यङ दाई तर केटा मान्छेले भन्दाखेरि, पाङ रोटी अथवा पाउरोटी, फिहेङ्गी प्लेन, ख्याङ्गु अवस्था, साराङ माया, त्यसरी ख्याङम अनुभव, उन्दोङ व्यायाम अथवा खेल, फ्योङ बोतल, म्योङ जना मानिसहरूको गणना गर्दाखेरि प्रयोग गरिन्छ भने, खोङोन भनेको चाहिँ के हो त, पार्क है। खोङोन भनेको चाहिँ के हो त, पार्क हो। ल अब यो कुरा तपाईँले पक्कै पनि बुझ्नुभयो होला। यसलाई एकचोटि स्क्रिनसट गरिहाल्नुहोस् तपाईँहरूले। ल स्क्रिनसट गरिहाल्नुहोस् त सबैजनाले, ढिला नगरेर स्क्रिनसट गरिहाल्नुहोस् त। ल ढिला नगरेर स्क्रिनसट गरिहाल्नुहोस् है त। ओके, ल स्क्रिनसट गरिहाल्नुहोस् त सबैजनाले। स्क्रिनसट गर्नुभयो सबैजनाले। ओके, ल स्क्रिनसट गर्नुभयो होला पक्कै पनि सबैजनाले। त्यसो भए चाहिँ ओके ठिक छ। ल यो चाहिँ बुझ्नुभयो कि बुझ्नु भएन तपाईँले? यहाँनिर चाहिँ अब कतिपय चाहिँ 0 लेभलदेखि भन्नुभएको छ, डे फर्स्ट दिन भएर पनि होला, कतिपय चाहिँ अब पहिलो दिनमा चाहिँ यहाँनिर चाहिँ अलिकति बुझ्न गाह्रै हुन्छ। तपाईँ चाहिँ डे 1 देखि नै जोडिँदा चाहिँ अलिकति बेटर हुन्थ्यो। ओके, ल कस्तो लाग्यो यो चाहिँ? तपाईँ अहिले बुझ्नुभयो कि बुझ्नु भएन? यो चाहिँ खासै गाह्रो त छैन यो नियम चाहिँ है। ल सबैजना बुझ्नुभयो? ओके, बुझ्नुभयो सबैजनाले? ल जतिजना हुनुहुन्छ बुझेकोले नबुझेको सबैजनाले चाहिँ म्यासेज छोड्नुहोस् है त। ओके, ल सबैजनाले बुझ्नुभयो होला, पक्कै पनि बुझ्नुभयो आशा छ। नबुझेको साथीहरूले पनि म्यासेज गर्नु होला यदि तपाईँले बुझ्नुभएको छैन भने है। सर कति बजीबाट सुरु हुन्छ क्लास भन्नुभएको छ? हाम्रो क्लास चाहिँ नेपाली समय 4 बजीदेखि सुरु हुन्छ भने कोरियाको समय चाहिँ ठ्याक्कै चाहिँ कति हुन्छ त 7:15देखि सुरु हुन्छ है। ल ओके, ल सबैजनाले बुझ्नुभयो? ठिक छ। अब चाहिँ म ढिला नगरेर चाहिँ अब 2-3 जनालाई मात्र लिन्छु है अहिले चाहिँ। 2-3 जनालाई लिन्छु, सबैजना लान मिलेन अहिले। अब फेरि हामी चाहिँ के गर्छौँ त भन्दाखेरि अब लिसनिङ प्र्याक्टिस पनि गर्छौँ। रेकर्डिङ क्लास छ आजकोमा भन्नुभएको छ। रेकर्डिङ भिडियो चाहिँ यो जुन रेकर्डेड भिडियो चाहिँ मैले युट्युबमा चाहिँ राख्छु, अथवा मैले चाहिँ यहाँनिर काटेर चाहिँ यो टिकटकमा पनि राख्नेछु टाइम भयो भने चाहिँ है त। ओके ठिक छ। अब चाहिँ माथि आउनुहोस्। अगाडि पालो नआएको चाहिँ आज अगाडि पालो नआएको साथीहरूले चाहिँ माथि चाहिँ के गर्नुहोस् त, फ्रेन्ड रिक्वेस्ट पठाउनु होला। फ्रेन्ड रिक्वेस्ट भन्छु के अरे, यो जुन रिक्वेस्ट पठाउनु होला क्या है। ल युट्युबमा भन्नुभएको छ। ल युट्युबमा चाहिँ आज सकेसम्म अपलोड हुन्छ है, टाइम भयो भने चाहिँ अपलोड गर्छु, हेर्नु होला त्यही पनि है। ल ओके, ल अगाडि पालो नआएको साथीहरू चाहिँ आउनुहोस् है माथि। अगाडि पालो नआएको साथीहरू चाहिँ माथि आउने है त। ल पालो नआएको साथीहरूले मात्रै पठाउने है साथीहरू। ल पालो नआएको साथीहरूले मात्रै पठाउने। ल पालो नआएको साथीहरू मात्रै है। ल म्युट गरिहाल्नु होला है साथीहरू। ल तपाईँहरू माथि गेस्टमा आउन बित्तिकै तपाईँ होइन रेडी भएर बस्नुहोस् है। पालो नआएको साथीहरू माथि गेस्टमा आउनको लागि पहिले नै रेडी हुनुहोस्, अनि माथि आइसकेपछि म्युट गर्नुहोस् है। अलिकति शान्त वातावरणमा बस्नु होला सकेसम्म है। ओके, ल मैले यतिलाई मात्रै लिएँ है त अहिले। ल ओके, ल ठिक छ। ढिला नगरी चाहिँ हामीले प्र्याक्टिसतिर जानेछौँ हामी। त्यसको लागि चाहिँ हाम्रो चाहिँ
अस्मिताजी हुनुहुन्छ? अस्मिताजी म्युट गर्नुहोस् त। ओके नमस्ते। ओके हामी ढिलो नगरी चाहिँ उच्चारणतिर जान्छौँ। यहाँनिर चाहिँ त्यसको लागि चाहिँ मैले यहाँनिर चाहिँ तपाईँको नेपाली प्रोनाउन्सिएसन चाहिँ उच्चारण चाहिँ मैले मेटेको छैन। ल तपाईँले चाहिँ के गर्नुहोस् त भन्दाखेरि चाहिँ यताको साइडको लागि चाहिँ तपाईँले उच्चारण गर्दै गर्नुहोस् त। साङ फाङ याङ यङ खोङ खोङ सा सेङ सेगाङ चेङगाक भन्ने है। सेङ्गाक उवी वाङ वाङ वाङ। अनि यो फेरि के हो सर म बुझेन। कुन बुझ्नु भएन भन्नुहोस् त। यता एकदम गयो माथि माथिको ह प्लस य यङ भन्ने है। फाङ अनि फाङ पाङ है पाङ। पाङ ओके अनि त्यसपछि बसेर सुनमा आउने फ हुन्छ फ प्लस इ फी भन्ने। अनि हेर्नु चाहिँ थोरै चाहिँ छुटिएको पनि रहेछ यहाँनिर मेटिएको रहेछ। ल ओके ठिक छ यहाँसम्म तपाईँले भन्नुहोस् अब त्यसपछि अर्कोलाई लियौँ है त। ल ओके ल अनि त्यसपछि चाहिँ अब अर्कोलाई लियौँ है त। ल अब सबैजनालाई चाहिँ टोटल्ली भन्नु लाउँदा चाहिँ सबैजनाको पालो नआउने भाउ खाने हुँदा चाहिँ आदि आदि म सबैजनालाई त्यसरी प्र्याक्टिस गराउँछु है। ल त्यसपछि हाम्रो बालकृष्णजी हुनुहुन्छ तपाईँले म्युट गर्नुहोस् त। सर नमस्कार हजुर। हजुर नमस्ते। ओके हामी ढिला नगरी चाहिँ उच्चारणतिर जान्छौँ। तपाईँले चाहिँ यताको राइट साइडको भन्नुहोस् त। यो उसदेखिबाट सर? हजुर यङदेखि चाहिँ उच्चारण गर्नुहोस् त। ह्याङदेखिबाट? हजुर हजुर ह्याङ अनि पाङ फिहेङ्गी ख्याङ खेयाङ उ ख्याङु ख्याङ्गु साराङ ख्याङहम उन्दिङ उन्दोङ है। उन्दोङ मजा आयो। उन्दोङ फ्याङ अनि म्याङ खोडवान खोङवान वाङ। ओके ल ठिक छ तपाईँले म्युट गर्नु होला। पालाको साथीहरू चाहिँ झरिहाल्नु होला। अनि त्योभन्दा माथि हुन्छ हाम्रो हरिसाजी हुनुहुन्छ म्युट गर्नु होला। हजुर सर। ओके ल तपाईँले चाहिँ यता लेफ्ट साइडको साङदेखि भन्नुहोस् त। साङ फाङ यङ याङ खोङ खोङ सिङ्गाक। त्यसपछि तलको देखिरहेन होला है वाङ भन्ने है। वाङ। ओके ल ठिक छ यति मात्रै भन्नुहोस् तपाईँले पनि। अनि त्यसपछि हाम्रो माथि हुन्छ राजकुमार जी हुनुहुन्छ तपाईँले म्युट गर्नु होला। हजुर नमस्ते सर। नमस्ते हजुर सर नमस्ते। ओके तपाईँ पहिलोचोटि जोड्नु भएको आज? हजुर सर म पहिलोचोटि सर। ए कुन ठाउँमा हुनुहुन्छ हजुर? यतै हुनुहुन्छ? म यता कोरियामै छु सर। तर मलाई भाषाले धेरै उ भयो। अहिले 3 महिना जति भयो आएको सर। त्यही भएर यसमा जोडिदिनु मन लाग्यो त्यही भएर जोडेँ सर। ए हजुर हजुर ठिक छ। कुन भिजामा आउनु भएको थियो तपाईँ यता? E9मा सर। ए E9मै आउनु भएको थियो? हजुर धेरै पढिएन सर। क्लास पनि धेरै लिएन। अनि त्यतिकै खोइ के भन्नु अब 34 आएर त पास त भयो सर। ठिक छ क्लास पनि सिद्धिएको थिएन। ग्रामरमा बिबिजमा छिरेर खासै बिबिजमा छिरेर एक्जाम नदिनु भन्दै हुनुहुन्थ्यो सरले। दिएको लकिली पास भयो सर। क्लासमा केही मिल्दैन थियो भए पनि लकिली मिल्यो आइयो सर। अहिले चाहिँ केही आउँदैन यहाँ भाषा नि बुझिँदैन। त्यही भएर यसो म प्राय लाइभतिर हेरिरहेको हुन्छु कि क्लासहरू कहाँ कहाँ चलिरहेछ भनेर सर। ए ठिक छ ठिक छ ठिक छ सौभाग्यवश होइन धेरै राम्रो कुरा हो यहाँसम्म आइपुग्नु भनेको होइन। हजुर हजुर ओके ठिक छ हामी चाहिँ अब ढिला नगरी चाहिँ तपाईँले चाहिँ यता साइडको राइट साइडको चाहिँ उच्चारण गर्नुहोस् त। ह्याङ पाङ फिहेङ्गी ख्याङो साराङ
경험, 운동, 병, 명, 공원. छिन्छ साह्रै नै हो साँच्चै राम्रो उच्चारण गर्नु प्रोनाउन्सिएसन तपाईँको राम्रो रहेछ यो सर म हजुरलाई थोरै यो सोध्न मन लागेको छ हामीले यहाँ फ्यङ भन्छौँ पढ्दाखेरि तर यता ब्यङ भन्छ क्या यिनीहरूले म त के बुझ्नै गाह्रो हुने भयो क्या यहाँको यिनीहरूको चाहिँ यो उच्चारण र कस्तो हुन्छ भने प्रोनाउन्सिएसन चाहिँ कस्तो हुन्छ नेपाली मान्छेहरू तपाईँको कम्पनीमा धेरै हुनुहुन्छ नेपालीहरू म त एग्रिकल्चरमा हो सर त्यही त तपाईँको हेर्नु चाहिँ कस्तो हुन्छ भन्दा चाहिँ हेर्नु चाहिँ प्रायः जसो कम्पनी कस्तो हुन्छ नेपाली मान्छेहरू धेरै भयो भने चाहिँ उनीहरूलाई चाहिँ बुझ्न सहज होस् भन्नको लागि चाहिँ उनीहरूले चाहिँ हामीलाई बुझ्ने तरिकाले चाहिँ बोल्न खोजिरहेको हुन्छ कि कोरियनहरू प्रायः जस्तो चाहिँ कतिपयहरू त्यस्तो अवस्था पनि हुन्छ होइन तर अब कोरियनहरू चाहिँ अब आफ्नै तरिकाले बोल्दाखेरि चाहिँ उनीहरूको फेरि कोरियनहरू होइन कोरियन टु कोरियन होइन कोरियन मान्छेहरू चाहिँ बोल्दाखेरि चाहिँ फेरि उनीहरूको चाहिँ प्रोनाउन्सिएसन अलिकति फाल्टै तरिकाको हुन्छ क्या मैले नि यसो अनुभव गरेँ होइन अब चाहिँ कोरियन मान्छे कुराकानी गरिराख्यो भने चाहिँ अलिकति प्रोनाउन्सिएसन होइन बोलीचाली नै फरक तर हामीसँग बोल्दाखेरि चाहिँ यसले चाहिँ भाषा बुझ्दैन भन्ने तरिकाले चाहिँ अलिकति चाहिँ होइन बुझाउन खोज्दाखेरि चाहिँ अलिकति सहज तरिकाले चाहिँ अलिकति बुझ्ने तरिकाले अब जस्तो अब हामीले चाहिँ यहाँनिर चाहिँ केही चिजवस्तुहरू मेसिनरी चिजहरू केही कुराहरू चाहिँ गर्न नगर्दाखेरि चाहिँ ओरिजिनल कोरियन नम्बरको प्रयोग गरिन्थ्यो भनेर हामीले पढेर पनि आयौँ पढाउँदै पनि गरिराखौँ भने त्यसले चाहिँ हामीले सिनो नम्बरको प्रयोग गर्छ किनभने चाहिँ ओरिजिनल नम्बर अलिकति बुझ्न गाह्रो हुन्छ उसले बुझ्दैन भनेर चाहिँ सिनो नम्बर प्रयोग गरेर भनिदिन्छ क्या ओरिजिनल नम्बर प्रयोग गर्ने ठाउँमा पनि त्यस्तो खालको चाहिँ अवस्था हुन्छ कुनै ठाउँमा चाहिँ अफ्याङ कसैले चाहिँ अब ब्याङ होइन हजुर त्यस्तै हुन्छ अब यहाँनिर चाहिँ अवस्था ठाउँ अनुसार यहाँ कोरियामा पनि ठाउँ अनुसार चाहिँ फरक हुँदो रहेछ क्या भाषा चाहिँ हजुर त्यसले गर्दाखेरि पनि अलिकति फरक हामीलाई पनि अलिकति थोरै प्रभाव पर्ने रहेछ हजुर ओके ठिक छ त्यसपछि अब चाहिँ म थोरै अब तपाईँहरूलाई चाहिँ यहाँनिर चाहिँ लिसनिङको पनि प्र्याक्टिस गराऊँ कि भन्ने चाहिँ प्लान बनाएको छु मैले आज होइन थोरै यो कति समय हुन्छ एकछिन चाहिँ लिसनिङको पनि म तपाईँहरूलाई थोरै चाहिँ प्र्याक्टिस गराउँछु है र तपाईँहरू कतिजना हुनुहुन्छ यहाँ चाहिँ धेरैजनालाई चाहिँ लान मिल्ने भएको भए चाहिँ अझै राम्रो हुने थियो र त्यसको लागि चाहिँ के गरौँ त भन्दाखेरि म एकचोटि हेर्छु यहाँ कतिजनालाई सम्मलाई चाहिँ लिन मिल्दो रहेछ तपाईँको 200 छ ओके हेर्नु चाहिँ सबैजना चाहिँ लान मिल्दैन अहिले यहाँ माथि गेस्टमा कतिजना आउनुभएको छ गेस्टमा आउनुभएको साथीहरूलाई चाहिँ लिन्छु त्यसरी पालो गरेर लिन्छु है सबैजनालाई चाहिँ ल आउनुहोस् यहाँनिर गेस्टमा आउनुभएको साथीहरू यहीँ बस्नुहोस् अनि प्लस हाम्रो गेस्टमा अरू आउनुभएको साथीहरू हुन्छ उहाँले चाहिँ म्युट गर्नु होला सबैजनाले र म तपाईँहरूलाई चाहिँ एकछिनमा चाहिँ लिसनिङ प्र्याक्टिस गराउँछु है त ओके म लिसनिङ प्र्याक्टिस गराउनेछु सबैजना आउनुहोस् बेसिकै हामी लिसनिङ सुन्नेछौँ होइन हामी चाहिँ न्यू जुन 0 लेभलदेखिकै प्र्याक्टिसहरू गर्नेछौँ सामान्य मिनिङहरू चाहिँ तपाईँहरूलाई म सुनाउँछु त्यसको चाहिँ लिसनिङ हाम्रो यो थेवा वार्तालापको लिसनिङ होइन सामान्य मिनिङ वर्ड मिनिङको चाहिँ लिसनिङ है ल ओके अब योभन्दा धेरै चाहिँ लिन मिलेन अहिले चाहिँ सबैजना चाहिँ म्युट गर्नु होला र म पालो गरेर चाहिँ तपाईँले सोध्छु ओके ल 8 जना भन्दा पनि धेरै चाहिँ लिन मिल्दो रहेछ ओके एकछिन वेट गर्नुहोस् है त म यहाँनिर चाहिँ यो लिङ्क चाहिँ ओपन गर्छु अनि तपाईँहरूले चाहिँ सकेसम्म चाहिँ देखाएर नै तपाईँले चाहिँ सुनाउन मिल्ने खालको चाहिँ हुन्छ भने चाहिँ म तपाईँहरूले त्यसरी पनि देखाउँछु है एकछिन वेट गर्नु होला एकछिन वेट गर्नुहोस् है त म यहाँनिर चाहिँ ओपन गर्दैछु थोरै हामी लिसनिङ थोरै समय चाहिँ हामी लिसनिङ प्र्याक्टिस गर्छौँ है त ओके ल तपाईँले चाहिँ कसलाई चाहिँ पहिला चाहिँ माथि हाम्रो टपमा हुनुहुन्छ ल फर्स्टमा हुनुहोस् तपाईँले म्युट गर्नुहोस् त सर ओके हामी
के गर्छौँ त भन्दाखेरि चाहिँ हामी थुत्की है थुत्की एन्ड सुप हामी चाहिँ यो सुनाइ अभ्यास चाहिँ प्र्याक्टिस गर्नेछौँ। म यहाँनिर चाहिँ तपाईँलाई चाहिँ लिसनिङ बजाउँछु, तपाईँले चाहिँ त्यसलाई चाहिँ के भने त होइन सुनेर चाहिँ सबैजना चाहिँ सुन्नुहोस् है एकदमै। सबैजनाले तपाईँको तल हुनुहुन्छ भने पनि उहाँहरूले पनि सुन्नुहोस्, माथि गेस्टमा हुनुहुन्छ भने उहाँहरूले पनि सुन्नुहोस् होइन। तर चाहिँ अहिले उहाँलाई चाहिँ मैले सोधिरहेको छु। ल ओके सुरु गरौँ है त। ल सकेसम्म तपाईँ चाहिँ एकछिन है, यहाँनिर चाहिँ साउन्ड डबल आउँदो रहेछ फेरि, एकछिन है रोक्नु होला। एकछिन वेट गर्नुहोस् है त। साउन्ड ठोकेर आउँछ है यहाँनिर, एकछिन रोक्नुहोस् है, यहाँनिर मेरो पनि जोइन भएको रहेछ। यसरी बनाउँदाखेरि चाहिँ अलिकति साइडको साउन्ड चाहिँ आउँदो रहेछ कि। हेलो 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 एकछिन है त वेट गर्नुहोस् है। मेरो फोनमा चाहिँ यहाँनिर कहाँबाट डबल साउन्ड आइरहेछ कि। हेलो हजुर हजुर सर ओके ल सुन्नुहोस् है त। हजुर ओके म यहाँनिर चाहिँ लिसनिङ बनाउँछु, तपाईँले सुन्नुहोस् है त। हजुर के भनेको होला? छिप छिप भने जस्तो सुनेको के? ओके ठिक छ, म दुईचोटि बजाउँछु। हाम्रो लिसनिङमा फाइनल एक्जाममा पनि दुईचोटि बज्छ होइन। र तपाईँले दुईचोटि बजाइसकेपछि अनि बल्ल तपाईँले भन्नुहोस् है त। हजुर 화장실 के भन्यो? 화장실 वाजाङसिल भन्यो है। हजुर 화장실 वाजाङसिल भन्यो है त। 화장실 हजुर सुन्नुहोस्, ध्यान दिएर सुन्नुहोस्। दादा फेरि सुन्नुहोस् है त। के भन्यो? दादा दारा होइन कि नारा चाहिँ भन्यो कि। ए नारा हजुर हजुर नारा भन्यो है। ल अरूले चाहिँ त्यहाँ कमेन्ट पनि गर्न मिल्छ है तपाईँहरूले है। छिगप भनेको है। जिगप ए हजुर ओके ल ठिक छ, ठिक छ। यसो गरौँ, के गरौँ भन्दाखेरि ल ठिक छ तपाईँले चाहिँ यति नै गर्नुहोस्, अनि त्यसपछि अब अर्कोलाई लिउँ है त। हजुर हुन्छ। ओके ल त्यसपछि तल हुन्छ नेक्स्ट डे म्युट गर्नुहोस्। ओके ध्यान दिएर सुन्नुहोस् है। ल छाल थुर्से हो, राम्रोसँग सुन्नुहोस् है त। के भन्यो? छाराङ छाराङ फेरि छाराङ साराम भन्यो, साराम भन्यो क्या है। के क्लियर आएको छैन, सुनिराखेन र? हल्का सानो सुनिँदैछ। हेर्नु मैले साउन्ड ठुलै बनाएको छु, यसलाई चाहिँ के भन्छ ल फेरि सुन्नुहोस्। के भन्यो? ठिक बुझाउँदैछ एक्चुअली। वेयङचो वेन चोक भन्यो कि
है 왼쪽, 오른쪽, 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 오른쪽. 오른쪽 भन्यो है 네, 네, के 네, भन्यो 네, ने भन्यो है त 아니요, के भन्यो 아니요, 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 아니요 아니요, 아니요, 아니요. 아니요. ओके ल त्यसपछि अब अर्कोलाई लिउँ है त त्योभन्दा नेक्स्टमा हुनुहुन्छ म्युट गर्नु होला ओके हाम्रो यसमा जे हुनुहुन्छ म्युट गर्नुहोस् त हस् सुन्नुहोस् है त 우리, 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 오늘, 우리. 오늘, 오늘. आज, ओनुल 어제, 오늘, 어제, हिजो, 내일, 내일, भोलि, 밤, 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 네 फाम 밤, 아침, 밤. 아침, 아침, बिहान, 왜, के भन्यो 회, के, 왜, वे हैन 회 भन्यो, के, वे भनेको है 언제, 언제, अन्जे, कहिले, ओके ल ठिक छ अब त्यसपछि अर्को लिउँ तपाईँको चाहिँ प्रनाउन्सिएसन के अरे लिसनिङ पनि ठिकै रहेछ अब त्यसपछि हाम्रो अर्को हुनुहुन्छ नेक्स्ट तल कान्छाजी हुनुहुन्छ तपाईँले म्युट गर्नु होला तपाईँले चाहिँ म्युट अफ गर्नुहोस् है त हेलो 안녕하세요 선생님. 안녕하세요 ओके ल हामी ढिला नगरेर चाहिँ अब फेरि लिसनिङमै जान्छौँ है ल छाल 안녕하세요. 안녕하세요. 감사합니다. 감사합니다. 천만에요. 천만이요. 천만에요. 천만이에요 천만이요. 잠시만요. 천만이에요. 잠시만요. 잠시만요. 잠시만요 잠시만요. 잠시만요. 괜찮아요. 괜찮아요. 죄송합니다. 죄송합니다. 주세요. 주세요. 몰라요. 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 ओके ठिक छ अब त्यसपछि अर्को लिउँ है त ओके सर थ्याङ्क यू. ओके हाम्रो ओके तपाईँले म्युट गर्नु होला 알아요. 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 이해해요. 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 이해해요 भनेको छ है 좋아요. 좋아요. 안 좋아요. 안 좋아요. 물. 물. 밥. 밥. 야채. 야채. 과일. 과일. 고기. 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 빵. 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 ओके ठिक छ तपाईँको पनि राम्रो छ अब त्यसपछि अब अहिले पालो सबैजनाको आइसक्यो तपाईँहरू चाहिँ गेस्टबाट गरेर हाल्नु होला अब त्यसपछि म अरूलाई चाहिँ लिन्छु है त ओके ल सबैजना झरिदिनु होला गेस्टबाट ल आउनुहोस् त ल अरू साथीहरू फटाफट आइहाल्नुहोस् है त
ल पालो नआएको साथीहरू आउने है, पालो नआएको साथीहरू आउनुहोस्। ओके ल म्युट गर्नुहोस् है साथीहरू सबैजनाले। तपाईँको को तपाईँ नबोल्नु है, म्युट भएको छैन म्युट गर्नुहोस् ल। सरी। सबैजनाको म्युट नभएको साथीहरूले म्युट गर्नुहोस् है। ल ओके ल हाम्रो शोभाजी हुनुहुन्छ, म्युट गर्नु होला। हेलो सर नमस्ते। नमस्ते, के चाहिँ सुनिराख्नु भएको छ नि है? हजुर। आवाज लिसनिङ चाहिँ क्लियर आइरहेछ, बुझिरहेछ? तपाईँको गेस्टमा नभएको साथीहरू, तल भएको साथीहरूले पनि क्लियरली सुनिराख्नु भएको छ नि है? ल शोभाजी क्लियर बुझिरहेछ, लिसनिङ सुनिरहेछ? हजुर हजुर। ओके ल सिधा गाप्सिदा सुरु गरौँ। छालथुरु चाहिँ हो, राम्रोसँग सुन्नुहोस्। मूल ओके मूल के भन्यो? फाप फाप याच्छे 과일 어떤 과일 좋아하세요? बुझ्नुभयो? यति लामो त बुझ्न सक्नुहुन्न है। अतन ख्वाइल छुवासेयो होइन भनेको है। कस्तो फलफुल, कुन फलफुल मन पराउनुहुन्छ भनेको के है? 고기 어제 저녁에 고기를 구워 먹었어요. अझै छनेके खोगिल खुवा मगसयो भनेछ। हिजो साँझ चाहिँ मासु पोलेर सेकेर होइन खाएँ भनेर भनेको छ। तपाईँलाई म सामान्य भन्छु, लङ त तपाईँले बुझ्नुहुन्न। त्यो चाहिँ सेन्टेन्सवाला चाहिँ हामी पछि प्र्याक्टिस गर्नेछौँ है। अहिले चाहिँ सर्ट वर्ड मिनिङको मात्रै लिसनिङ है त। सुन्नुहोस् है त। 빵 생선 फेरि एकपटक सर। 생선 सेङसन भनेको है। 커피 कफी 맥주 सोजु ओके ठिक छ। अब त्यसपछि अर्को लियौँ है त। ल त्योभन्दा माथि हुनुहुन्छ म्युट गर्नु गरिहाल्नुहोस् त। ल त्योभन्दा माथिको साथीले म्युट गरिहाल्नुहोस् त। नमस्ते सर। नमस्ते ठिक छ। अब हामी ढिलो नगरी। नमस्ते सर। हजुर नमस्ते नमस्ते। आवाज आछ? हजुर आह। ए ओके ल सुनिराख्नु भएको छ नि है? हजुर। ओके हामी अब ढिलो नगरी लिसनिङ प्र्याक्टिसमा जान्छौँ। 친구 खाजोक भनेको है। खाजोक भनेको है। 가족 아빠 ल आउँछ भने मिनिङ सहित भन्दा पनि भयो है त। 아빠 भन्नु के भन्नु? आपा आबाजी आमा आमा होइन। अमनी आमा भनेको है। अम्मा है अनि अमनी भनेको एउटै है। के भन्नु भयो फेरि? के भन्यो भन्नुहोस्? राम्रो ध्यान दिएर सुन्नु। दुईचोटि बजाउँछु म, तपाईँले दुईचोटि बजिन्जेलसम्म तपाईँ सुन्नु पर्यो कि है। बुझ्नु भयो? नामजा छिङ्गो भनेको के है। बोयफ्रेन्ड केटा साथी भनेको। यजा छिङ्गो भनेको के हो त? केटी साथी, गर्लफ्रेन्ड भनेको है। ल ठिक छ। अब त्यसपछि हामी अर्को त्योभन्दा नि माथिको हुनुहुन्छ, तपाईँले म्युट अन गरिहाल्नुहोस् त।
नमस्कार सर नमस्कार हजुर नमस्ते है ओके अब चाहिँ रेडी भएर बस्नुहोस् म लिसनिङ बनाउँछु सुन्नुहोस् है त हस् 결혼, 결혼 결혼, खेरोन 결혼 खेरोन आउँछ भने मिनिङ भन्दा पनि हुन्छ है 남편, 남편 아내, 아내 시간, 시간 सिगान भनेको है 시간 시간 지금, 지구 지금, 지금 चिगुम है 지금 지금 점심시간이에요. चिगुम छमसिम सिगानी हो भनेको चाहिँ के त अहिले चाहिँ के त दिउँसो खाना खाने समय भनेको छ यो लामो चाहिँ बुझ्नुहुन्छ तपाईँले अलिक गाह्रै छ सर ओके ल यो भन्नुहोस् त 오늘 약속 있어요? 오늘 약속 कुनै 있어요? कुनै 약속 있어요? ओनुल याक्सोक इसायो भनेको छ है ओनुल याक्सोक इसायो भनेको चाहिँ 오늘 오늘, 약속 있어요? 오늘, 오늘 ओके ल ठिक छ अब त्यसपछि अर्कोलाई लिउँ है त हस् सर हस् ओके त्योभन्दा माथि हुन्छ अनिलजी हुनुहुन्छ म्युट गर्नु होला नमस्कार सर हजुर नमस्ते ओके तपाईँ पहिलोचोटि जोड्नु भएको हो हजुर सर हजुर ए कुन ठाउँबाट जोडिँदै हुनुहुन्छ अहिले म सुर्खेतदेखि सर ओके ल हाम्रो क्लास टाइम थाहा छ तपाईँलाई खासै धेरै त थाहा छैन सर अहिलेदेखि जोडिएको ए ओके हाम्रो क्लास टाइम भनेको चाहिँ नेपाली समय 4 बजेदेखि हुन्छ भने कोरियाको समय चाहिँ 7:15 देखि हुन्छ डेली जुन 0 लेभलदेखि भएको क्लास हो हाम्रो चाहिँ यो फाचिमको एकल फाचिमको नियम चाहिँ पढिरहेको छौँ हामीले भोलि चाहिँ हाम्रो एकल फाचिम सकेर डबल फाचिमको नियम पढ्छौँ है समयमै तपाईँले क्लास लिने हो भने चाहिँ जोडिनुहोस् है त हस् सर ल ओके अब हामी चाहिँ लिसनिङ प्र्याक्टिस गर्छौँ 어제, अझै हिजो 내일, नेल भोलि 가다, 가다, खाँदा जानु 오다, ओदा आउनु 오다, ओदा आउनु 있다, 있다, इक्ता इक्ता पढ्नु भनेको के इत्ता 있다, इत्ता भनेको चाहिँ है इक्ता लगाउनु इत्ता इत्ता इप्ता अनि हो इत्ता इत्ता ए इत्ता भन्नु 이다, हजुर इदा 이다. 먹다, 먹다. 먹다 먹다 고양이가 생선을 먹었다. 고양이가 생선이 뭐 फेरि सुन्नुहोस् है 고양이가 생선을 먹었다. 고양이가 생선을 먹다 के भन्नु खुवाङ्गीगा सेङ्सनुल मगत्ता हामी मगसयो भन्छ तर यहाँ मगत्ता आरत्ता आरसयो भन्ने ठाउँमा आरत्ता भन्ने हुन्छ कि यहाँनिर चाहिँ कोरियनहरू चाहिँ यसरी बोल्छ कि होइन खुवाङ्गीगा सेङ्सनुल मगत्ता होइन बिरालोले चाहिँ के त अरे बिरालोले सेङ्सन भनेको त माछा हो माछा खायो भनेको चाहिँ क्या 마시다, मासिदा पिउनु ओके ल ठिक छ तपाईँको प्रोनाउन्सिएसन राम्रो रहेछ त्यसपछि अब अर्कोलाई लिन्छौँ है त ल त्यसपछि माथि हुनुहुन्छ हाम्रो अस्मिताजी हुनुहुन्छ म्युट गर्नुहोस् त हजुर सर ओके सुन्नु भएको छ नि है हजुर 마시다, मासिदा 주다, छुदा 보다, फोदा 자다, छादा 일어나다, इरोनादा 사다, छादा 사다, छादा छादा नि हो आनमा जायो
다시 들으세요. 사다, 파다, 사다, 사다 भनेको है फादा नि हो सादा. 사다, 쓰다, 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 쓰다. 웃다, 웃다, 울다, 올다, 울다, 올다, ओल्दा नि हो उल्दा उल्दा. 울다. ओके ठिक छ छाडिने हो. त्यसपछि अब अर्कोलाई लिउँ है त. अब हाम्रो मिनाजी हुनुहुन्छ म्युट गर्नु होला तपाईँले. हजुर सर. ओके चाल तुरुसेयो. 걷다, 걷다, 읽다, 읽다, 배우다, 배우다, 공부하다, 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 다시 들으세요. 공부하다, 공부하다, 공부하다. 공부하다, 아니요 공부하다. 공부하다, 오케이. 만나다, 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 만나다. ओके ल ठिक छ. अब त्यसपछि अर्कोको पालो लिउँ है त. हस्. ओके त्यसपछि हाम्रो हरिसाजी हुनुहुन्छ. हजुर सर. तुलसेयो चाल तुलसेयो. 좋다, 좋다, 싫다, 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 아니요 싫다. 싫다, 덥다, 덥다, 춥다, 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 아니요 춥다에. 춥다, 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 슬프다, 슬프다, 슬프다. 아프다, 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 피곤하다, 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 피곤하다. फिगोनहादा है फिगोनहादा भनेको है. ओके ल त्यसपछि अब अर्कोलाई लिउँ है त. ओके सर. ओके ल माथि गेस्टमा पार्न आएको साथीहरू पनि त्यहाँ तल सुन्दै गर्नु होला है त. ओके त्यसपछि हाम्रो हरिलालजी. हजुर सर. ओके तुतको छालतुतको विषय हो सुनिराख्नु भएको छ राम्रोसँग सुन्दै हुनुहुन्छ. हजुर सर. ओके ल छालतुरुसेयो. 재미있다, 재밌다, 재미있다. 재미없다, 재미없다, 재미없다. 어렵다, 어렵다, 쉽다, 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 쉽다. 쉽다, 깨끗하다, 깨끗하다, 타다, 깨끗하다, ओके केकुथादा है त. के भन्ने केकुथादा भन्ने है. ओके ल 깨끗하다. ओके ल सबैजनाले चाहिँ यहाँनिर चाहिँ अहिले आउनुभएकोले चाहिँ सकेसम्म चाहिँ राम्रै गर्नुभएको छ. ओके के गरौँ त भन्दाखेरि अब धेरैजना अरू साथीहरू पनि हुन्छ प्र्याक्टिस गर्ने जोइन हुन खोजेको साथीहरू अरू पनि हुनुहुन्छ होइन. अब चाहिँ के गरौँ त भन्दाखेरि चाहिँ आजको यो लिसनिङ चाहिँ यति नै गरौँ र म चाहिँ एकछिन पछाडि खाना खाइसकेपछि चाहिँ म फेरि एकछिन चाहिँ लाइभमा आयो भने चाहिँ लिसनिङ प्र्याक्टिस गर्ने कतिजना हुन्छ ल माथि एकछिन पछाडि चाहिँ तपाईँ लगभग 1 घन्टा आधा घन्टा पछाडि चाहिँ तपाईँ चाहिँ माथि गेस्टमा आउने कतिजना हुन्छ ल गेस्टमा हुनाले पनि लाइभमा आउने कतिजना हुन्छ लिसनिङ प्र्याक्टिस गर्ने साथीहरू कतिजना हुन्छ तपाईँ चाहिँ अलिकति धेरैजना हुनुभयो भने चाहिँ म एकछिन आधा घन्टा टाइम दिएर चाहिँ अब एकछिन पछाडि चाहिँ आउँछु म. तपाईँहरू हुनुहुन्छ ल को हुन्छ म्यासेज गर्नुहोस् त. एकछिन पछाडि चाहिँ लाइभमा आएर चाहिँ लिसनिङ प्र्याक्टिस गर्ने को हुन्छ म्यासेज गर्नुहोस् त.
ल म्यासेज हेर्नुहोस् त 3 जना 4 जना आउनुभयो 5 जना आउनुभयो 6 जना अनि त्यसपछि 7 जना अरू 8 जना अरू 9 10 जना 11 12 जना ओके अनि 12 13 जना आउनुभयो 14 15 जना अरू ल लिसनिङ प्र्याक्टिस गर्ने कतिजना साथीहरू सबैजनाले कमेन्ट गर्नुहोस् ल लिसनिङ प्र्याक्टिसको लागि कतिजना हुन्छ ल गुडुङ टुङटुङ ल बेसिक हामी चाहिँ सेन्टेन्सहरूको चाहिँ अलिकति सेन्टेन्सहरूको चाहिँ प्रनाउन्सिएसन यो लिसनिङ पनि हुन्छ र बेसिक अहिले चाहिँ तपाईँ बिगिनरको लागि नयाँ स्टुडेन्टको लागि पनि छ ल सबैजना ल को हुनुहुन्छ ल माथि एकछिन पछाडि गेस्टमा भनेर पनि लाइभमा आएर चाहिँ लिसनिङ प्र्याक्टिस गर्ने कतिजना हुन्छ यसो म टाइम भयो भने चाहिँ एकछिनमा लाइभमा आउँछु तपाईँ चाहिँ हेर्दै गर्नु होला अहिले चाहिँ कति भयो 8:59 10 बजीतिर ल 9:30 10 बजीतिर चाहिँ 9:30 बजीतिर चाहिँ म 9:30 बजी 9:30 9:40 त्यस्तै समयमा चाहिँ म एकछिन लाइभ टाइम भयो भने चाहिँ आउँछु है आउँछु अनि तपाईँहरू चाहिँ हेर्दै गर्नु होला लाइभ आयो भने चाहिँ तपाईँ जोड्नु होला है त ओके ठिक छ ल ओके कोरियाको समय चाहिँ 8:40 मा है कोरियाको समय चाहिँ तपाईँको नेपाली समय भनेपछि ट्याक्कै 3 घन्टा 15 मिनट चाहिँ कम छ नेपाली समय है पछि छ भनेपछि चाहिँ तपाईँको अबको करिब कति भनेपछि तपाईँको अहिले यहाँको चाहिँ 8:50 भयो भने 9:40 भनेपछि लगभग तपाईँ कति भने 40-50 मिनट पछाडि म आउँछु है त 9:40 मा है 8 होइन कि 9:30 9:40 त्यस्तै कोरियाको समय है त सर हजुरले युट्युबमा भिडियो राख्नु भएको छ भन्नुभएको छ युट्युबमा पनि मैले राखेको छु है डे 1 डे 2 भनेर चाहिँ थोरै भिडियोहरू चाहिँ राखेको छु सबै डिटेलली चाहिँ राखेको छैन राख्न पनि पाएको छैन हेर्नु त्यसलाई चाहिँ फेरि डाउनलोड गर्न पनि टाइम लाग्छ फेरि चाहिँ यो अलिअलि एडिट गर्नुपर्छ करप गर्नुपर्छ नि त त्यसले गर्दाखेरि अलिकति टाइम लाग्ने भएको कारणले गर्दा चाहिँ सबै राख्न पाएको छैन त्यही अब थोरै अब ड्युटी पछाडिको थोरै समय हुन्छ त्यही समयमा चाहिँ तपाईँको क्लास हुन्छ यसो टाइम भयो भने चाहिँ राख्छु है मैले अनि हाम्रो क्लासको लागि चाहिँ है यो जुन हाम्रो ग्रुप छ एउटा ग्रुप बनेको छ फेसबुकमा ग्रुपको लागि चाहिँ ग्रुपमा जोडिनको लागि चाहिँ यही ज्ञानार्जन केन्द्रको टिकटकको माथि बायोमा चाहिँ मैले फेसबुक पेजको चाहिँ लिङ्क राखेको छु त्यो लिङ्कमा क्लिक गरेर चाहिँ क्लासको लागि होइन कोरियन ल्याङ्ग्वेज क्लास ग्रुप भनेर चाहिँ तपाईँले मेसेज छोड्नु होला है माथि बायोमा चाहिँ लिङ्क राखेको छ त्यो लिङ्कमा चाहिँ तपाईँले क्लिक गरेर चाहिँ जोडिनु होला है त ल ग्रुपमा जोडिन चाहने साथीहरू चाहिँ त्यसमा जोडिनु होला है ल अनि आजको होमवर्क तपाईँको प्र्याक्टिस होमवर्क भनेको चाहिँ आज पनि 2वटा मिनिङ पढेको 2वटा नियम पढेको छौँ यो 2वटा नियमको चाहिँ तपाईँले 10-10वटा एक्स्ट्रा मिनिङ चाहिँ तपाईँले चाहिँ खोजेर तपाईँले ग्रुपमा पठाउनु होला है त ल ओके ठिक छ आज यति नै गरौँ आज धेरै पनि 2 घन्टा लगभग करिब 2 घन्टा नै क्लास हुने भयो ठिक छ आजलाई यति नै गरौँ अहिलेलाई छुट्यौँ ल म एकछिन समय भएपछि चाहिँ आउनेछु तपाईँले चाहिँ हाम्रो ज्ञानार्जन केन्द्रको लाइभ हेर्नु होला एकछिनमा है ल ओके अहिलेलाई चाहिँ छुट्यौँ सबैजनालाई गुड नाइट शुभरात्रि फेरि हामी एकछिन टाइम भयो भने फेरि भेट्नेछौँ है ओके ल सबैजनालाई बाई बाई है त